All right, so welcome to the second session of the second day of Project Sambad. I'm supposed to give an overview of the session as to why we are doing this session. The simple answer is, organizer ho, kehi na kehi ta garnu paryo. The more complex answer is, यसो संघीयतामा काम गर्ने institution भएको कारणले गर्दै गर्दाखेरि चाहिँ we often only discourse around this issue from a very federal and a centric, Kathmandu-centric lens. So we invited 3 people who work at the provincial level to share their experiences as to what is going on in the provinces and at the local level that they work in. The session is titled Samriddha Nepal, A View from the Provinces. It's sort of a bias in the sense that as an institution that believes in federalism, we very much believe that provinces should be the center of the conversation, or more importantly, sub-federal units should be the center of the conversation. And therefore, provincial voices are important. Now you might be wondering what a guy who represents Osho is doing here right now. So instead of introducing them, I just thought of allowing them to introduce themselves. So my first question to the 3 of you is just, who are you? तपाईं को हो? तपाईं के गर्दै हुनुहुन्छ? र more importantly, तपाईं किन चाहिँ यो काम गर्दै हुनुहुन्छ? So where do you want to start? Well, let's start with Basanta Daila. Thank you so much, Yatindra. म बसन्त अधिकारी, म विराटनगरमा बस्छु, कोशी प्रोभिन्स, अनि त्यहाँबाट चाहिँ जस्तै म चाहिँ विकल्प एन्ड अल्टरनेटिभ भन्ने संस्थामा आबद्ध छु। 2014 मा चाहिँ मैले यो विकल्प भन्ने संस्थालाई चाहिँ सुरु गरेको हो र 2016 मा रजिस्टर्ड गरेर अगाडि बढाइरहेको छु। विशेष गरेर विकल्पले के काम गर्छ त भन्दाखेरि हामी चाहिँ एन्टरप्रेन्योरशिपको भ्यालुज, त्यसै गरेर इकोनोमिक फ्रिडम र लाइभलीहुडको भ्यालुजहरूलाई चाहिँ हामी चाहिँ प्रमोट गर्छौँ र हामी रिसर्च गर्छौँ, त्यसै गरेर हामी एडभोकेसीको काम गर्छौँ र एजुकेट गर्ने खालको काम पनि गर्छौँ, सेन्सिटाइज गर्ने खालको काम गर्छौँ पब्लिकहरूलाई। र हामी चाहिँ जस्तै एडभोकेसीको कुरामा चाहिँ विशेष गरेर प्रोभिन्स गभर्नमेन्ट, लोकल गभर्नमेन्टहरूसँग डायलगहरू गर्ने खालको कुराहरू, भिडियोजहरू गर्ने, सेन्सिटाइज गर्ने भिडियोज थ्रुबाट, आर्टिकल्स, ब्लग आर्टिकल्सबाट, अनि यङ स्टुडेन्ट्सहरूलाई चाहिँ एजुकेट गर्ने, विशेष गरेर चाहिँ कलेजको स्टुडेन्ट्सहरूलाई चाहिँ यो एन्टरप्रेन्योरशिपको भ्यालुज र फ्रिडमको भ्यालुजहरूमा चाहिँ हामी एजुकेट गर्ने खालको कामहरू गर्छौँ। र किन यो काम गर्छौँ त भन्ने खालको कुरामा चाहिँ बिकज आई एम अल्सो द पार्ट अफ दिस सोसाइटी, आई एम नट ए पार्ट। सो म त्यो समाजमा हुर्केको, म त्यो समाजमा बसेको कारणले गर्दाखेरि त्यो समाजले मलाई धेरै कुरा दिएको छ र त्यो समाजलाई पनि मैले केही कुरा रिटर्न ब्याक गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ मलाई लाग्छ। र अर्को कुरा चाहिँ जुन भ्यालुजको कुराहरू म गर्छु, जुन भ्यालुजलाई म प्रमोट गर्छु, त्यो भ्यालुजमा काम गर्ने मान्छे अथवा अर्गनाइजेसन्सहरू चाहिँ लिमिटेड छन्, थोरै मान्छेहरू देखेको कारणले गर्दाखेरि यो एन्टरप्रेन्योरशिपको भ्यालुज, यसको डिस्कोर्सहरू, त्यसै गरेर यो जनजीविकोपार्जनको कुराहरू, गभर्नेन्सका इस्युजहरू, यस्तो खालको इस्युजहरूमा चाहिँ जस्तै त्यहाँनिर हामीले चाहिँ काम गर्न जरुरी छ भन्ने खालको कुरा महसुस गरेर चाहिँ मैले त्यो सुरु गरेको। र त्यसमा नेपाल चाहिँ फेडरलाइजेसनमा गइसकेपछि चाहिँ हामी जस्तो सिभिल सोसाइटीको मान्छेहरूलाई चाहिँ त्यहाँनिर मोर अपर्च्युनिटी छ जस्तो लाग्छ, अनि त्यसले गर्दाखेरि पनि म त्यहाँ बसेर काम गरिरहेको छु। यो चाहिँ भनौँ न एउटा आम नेपालीहरूको चाहिँ जुन एउटा आवाज हुन्छ, आम नेपालीहरूको जुन मुद्दाहरू हुन्छ, त्यो मुद्दालाई चाहिँ ग्रासरुटबाट उठाउनको लागि पनि म त्यहाँ बसेर काम गरिरहेको छु। थ्याङ्क यू। नमस्ते, मेरो नाम दिनेश गौतम हो। म चाहिँ सुर्खेतमा हामीले रीति फाउन्डेसन भन्ने एउटा अर्गनाइजेसन चलाउँछौँ 2076 सालदेखि। त्योभन्दा अगाडि चाहिँ म तन्नेरी चासो भन्ने एउटा युथहरूको नेटवर्कमा आबद्ध थिएँ र त्यसको सुर्खेत च्याप्टर बनाएर हामी चाहिँ गुनासो होइन प्रश्न गरौँ भनेर त्यो कल्चर प्रमोट गर्न काम गर्थ्यौँ। त्यसपछि मैले त्यहाँ तन्नेरी भोइस भन्ने एउटा पत्रिका, मासिक पत्रिका चलाउँथेँ, जसको काम चाहिँ पब्लिक, हाम्रो स्थानीय तह र प्रदेशको जनप्रतिनिधिहरूलाई चाहिँ क्वेसन गर्ने, उनीहरूको कमिटमेन्ट फलोअप गर्ने काम गर्थ्यौँ। र त्यसपछि हामीले पछि म लगायत हामी केही साथीहरू मिलेर चाहिँ अब 74 सालको निर्वाचन भइसकेपछि चाहिँ अब प्रदेशमा पनि हाम्रो स्कोप छ, काम गर्न सकिन्छ, जो पब्लिक पोलिसीको स्कोप चाहिँ अब प्रदेशमा पनि आयो भन्ने लागेर हामीले पब्लिक पोलिसीमा काम गर्ने संस्थाको रूपमा रीति फाउन्डेसन सुरु गरेका हौँ। र रीति फाउन्डेसनले मुख्यतः हाम्रो 4वटा अवधारणा छ हैन, अध्ययन, अनुसन्धान, बहस र पैरवी भन्छौँ। त्यसमा पनि मूलतः हामी पब्लिक पोलिसीको डिस्कोर्समा फोकस छौँ।
अहिले कर्णालीमा र अध्ययन अनुसन्धानको कामहरू पनि अलिकति बिस्तारै गर्दैछौँ र इच इयर हामीले कर्णाली उत्सव कुरा कर्णालीका भन्ने एउटा फेस्टिभल गर्छौँ जुन चाहिँ पब्लिक फोरम ओपन स्पेसमा हुने एउटा पब्लिक पोलिसी को एउटा डायलग हो र त्यो 3 दिनसम्म हरेक वर्ष चल्छ। हामीले 6औं संस्करण भर्खरै सकेका छौँ। अब हामी किन त्यहाँ सुरु भयौँ भन्दाखेरि पहिलो कुरा त मैले अघि पनि भने त्यहाँ स्कोप छ, किनभने कानुन बनाउने कुरा, नीति बनाउने कुरा सिभिल सोसाइटीले भूमिका खेल्न सक्ने कुरा चाहिँ अब प्रादेशिक स्तरमा पनि स्कोप छ भनेर हामीले त्यहाँ सुरु गरेको हो पहिलो कुरा। दोस्रो कुरा चाहिँ हाम्रो पर्सनल्ली हाम्रो चाहना पनि हामी नै त्यो फिल्डलाई छानिसकेपछि आफ्नो करियर अनि हाम्रो उद्देश्य हाम्रो चाहना नै यो क्षेत्रमा योगदान गर्न सकौँ भनिसकेपछि चाहिँ त्यो स्कोप किन हामी कर्णालीमै नगर्ने, किन सुर्खेतमै नगर्ने भनेर सुरु गरेको हो। हामीले मुख्यतः कर्णालीमा पब्लिक डिस्कोर्सको रूपमा कुरा कर्णालीका सँगसँगै चाहिँ कर्णाली प्रदेश सभा, कर्णाली प्रदेश सरकारसँग मिलेर काम गर्छौँ। केही स्थानीय तहहरूसँग पनि उहाँहरूको बजेट इफिसियन्सीको विषयमा काम गर्छौँ। पार्लियामेन्टमा चाहिँ खास गरी इभिडेन्स बेस्ड ल मेकिङको पार्टमा चाहिँ स्टेक होल्डर कन्सल्टेसनको कामदेखि लिएर माननीय ज्यूहरूलाई चाहिँ रिसर्च सपोर्टमा अहिले हामीले काम गरिरहेका छौँ। धन्यवाद। सबैजनालाई नमस्ते। मेरो नाम सुजन रेग्मी हो। म चाहिँ पोखरामा बस्छु र पोखरामा 2019 देखि पोखरा रिसर्च सेन्टर भन्ने एउटा पब्लिक पोलिसी रिसर्च इन्स्टिट्युटको को-फाउन्डर एक्जिक्युटिभ डिरेक्टरको रूपमा काम गरिरहेको छु। विशेष गरी नेपालमा फेडरलिजम आइसकेपछि अब पोलिसी मेकिङको वान अफ द मेजर पावर चाहिँ प्रोभिन्सेस र लोकल गभर्मेन्टलाई कन्स्टिट्युसनले एस्योर गरिसकेपछि सब नेसनल लेभलहरूमा पोलिसी इन्स्टिट्युसनहरू नेसेसरी छ र त्यहाँ आउनुहुने इलेक्टेड रिप्रेजेन्टेटिभ अथवा पोलिसी मेकर्सहरूलाई पोलिसी मेकिङ प्रोसेसमा चाहिँ कन्स्ट्यान्ट सपोर्ट नेसेसरी हुन्छ। सँगसँगै नागरिकहरूको इस्युलाई सरकारसँग लिएर जाने एउटा ब्रिजको रूपमा चाहिँ काम गर्न सकिन्छ र हाम्रो नयाँ गभर्नेन्स सिस्टममा चाहिँ प्रदेशलाई बेसिकल्ली कसरी स्ट्रेन्थन गर्न सकिन्छ, सो त्यो लाइन अफ थटबाट चाहिँ हामीले बेसिकली काम गर्छौँ। सो हाम्रो मेजर फोकस भनेको हाउ क्यान वी मेक द बिजनेस फ्रेन्डली इन्भाइरोमेन्ट विदिन द प्रोभिन्सेस सो द्याट दे क्यान ह्याभ अ इकोनोमिक प्रोग्रेस विदिन द प्रोभिन्सेस। एउटा त्यो। अर्को चाहिँ इलेक्टेड रिप्रेजेन्टेटिभहरू जो पोलिसी मेकरहरू हुनुहुन्छ उहाँहरूलाई पोलिसी मेकिङ प्रोसेसमा चाहिँ कसरी त्यसमा सपोर्ट स्ट्रेन्थन गर्ने र प्रोभिन्सियल र लोकल पोलिसिजहरूलाई चाहिँ कसरी मोर सिटिजन फ्रेन्डली बनाउने भन्ने विषयमा चाहिँ काम गर्छौँ। किन गर्छौँ भन्दाखेरि एउटा चाहिँ आफ्नो ठाउँ भएको भएर त्यहाँबाट ब्रट अप पढेको हुर्केको भएको हिसाबले पनि आफ्नै ठाउँमा बसेर यही एरियामा चाहिँ पोलिसी स्ट्रेन्थन गर्ने काम अथवा समाजलाई अथवा नागरिकहरूलाई चाहिँ मोर ह्याप्पी र प्रस्परस लाइफ चाहिँ कसरी बनाउन सक्छौँ, कसरी हाम्रो लाइफलाई चाहिँ मोर इजियर मोर प्रस्परस बनाउन सकिन्छ भन्ने एउटा एक किसिमको वे अफ लाइफको लागि नै अब आफू त्यहीँको मान्छे भएको हुँदाखेरि त्यसले चाहिँ इनर्जाइज गर्ने भएर यसमा कन्स्ट्यान्टली काम गरिरहेछौँ। ओके, सो म चाहिँ यतिन्द्र, म चाहिँ समृद्धिमा काम गर्छु होइन। अनि किन काम गर्नुहुन्छ भनेर सोध्यो भने अर्ली अन आई रियलाइज कि कुनै संस्थाहरू यस्तो हुँदो रहेछन् जसले चाहिँ आफ्नो नलेज बढाउनको लागि तपाईँलाई नै आएर पैसा दिँदो रहेछ। सो द्याट इज द लाइफ अफ अ रिसर्चर। वी इम्प्रुभ आवर ओन नलेज एन्ड वी गेट पेड टु बी अ लिटल बिट मोर नलेजेबल। So that was what I realized early on. पछि गएर I realized कि research as an endeavor to change certain policies is also an interesting endeavor, if I may put it as such. Now the common theme here has been संघीयता आयो, संघीयता आइसकेपछि चाहिँ प्रोभिन्समा स्कोप बन्यो, त्यसैले हामीले काम गर्न थाल्यौँ भन्ने common theme आयो होइन। So my next question to the three of you would be तपाईहरू तीनैजना एकात्मक प्रणालीबाट पनि बाँच्नुभयो, संघीयताबाट पनि अब काम गर्दै हुनुहुन्छ होइन। वाट डिफरेन्सेस डु यु सी इन टर्म्स अफ आफ्नो प्रोभिन्सियल एक्सपिरियन्सेसको आधारमा चाहिँ वाट इज द डिफरेन्स द्याट यु सी राइट नाउ? Shall I start?
बेसिकली अब अहिलेको सिस्टम अफ गभर्नेन्समा मेन कुरा भनेको नागरिकको समस्यालाई समाधान गर्ने सरकार आफू नजिकै हुने भन्ने एउटा मेजर कन्सेप्ट चाहिँ सिंहदरबार चाहिँ अब प्रदेशमा अथवा सिंहदरबार चाहिँ अब लोकल लेभलमा पुग्यो भनिसकेपछि नागरिकहरूका आफ्ना समस्या समाधान गर्ने ठाउँहरूको लागि चाहिँ अब गभर्मेन्ट अथवा इलेक्टेड रिप्रेजेन्टेटिभ्सहरू आफ्नो नजिकै भएको भन्ने हिसाबले चाहिँ त्यो एउटा मेजर चेन्ज हो। कुनै पनि नेसनल इस्यु अथवा कुनै पनि लोकल इस्युलाई चाहिँ इलेक्टेड रिप्रेजेन्टेटिभसँग इजिली कनेक्ट हुने, सो त्यो डिस्टेन्स टु द गभर्मेन्ट चाहिँ नजिक एउटा मेजर त्यो हो। अर्को कुरा चाहिँ पब्लिक सर्भिस डेलिभरीको कुरामा पनि मोर इफिसियन्ट अथवा मोर सर्भिसेसहरू चाहिँ नागरिकहरूले पाउने कति धेरै सर्भिसेसहरू चाहिँ अब सब नेसनल लेभलमा प्रोभाइड भएको त्यो एउटा खालको चेन्ज हो हैन। त्यो सँगसँगै ओभरअल पोलिसी मेकिङ इन्भाइरोमेन्टमा चाहिँ अब चाहिँ नीति नियमहरू भन्दा चाहिँ काठमाडौँले मात्रै सेन्ट्रलाइज रूपमा डिसिजन नगर्ने, लोकल लेभल्सहरूमा त्यहाँ सिटिजन्सहरूसँग डिस्कसन भएर त्यहाँ स्टेक होल्डरहरूसँग छलफल भएर आफूलाई शासन गर्ने नीतिमा आफ्नो भोइस डिरेक्टली लोकल र प्रोभिन्सियल लेभलमा चाहिँ मोर स्ट्रङली आफूलाई चाहिँ रिप्रेजेन्टेड गर्न पाउने, यी कुराहरू चाहिँ कम्प्यारिटिभली चेन्ज भएको छ। अहिले चाहिँ मैले यति नै भने। सो अब मैले अलिकति एउटा सानो एक्जाम्पल दिँदाखेरि हिजोको दिनमा केही वर्ष अगाडिको कुरा गर्छु म। एउटा लाइसेन्स लिनु पर्यो भने लाइसेन्स छैन, मोटरसाइकलको लाइसेन्स एक्सनको लागि, किनभने धेरैजनाको जीविकोपार्जन जनजीविकोपार्जनको कुरा चाहिँ मोटरसाइकलको लाइसेन्ससँग पनि रिलेटेड हुन्छ हाम्रो यस्तो सोसाइटीमा। अनि एउटा लाइसेन्सको एपोइन्टमेन्ट मात्र लिनको लागि पनि 2 वर्षसम्म कुर्नुपर्ने खालको अवस्था थियो तपाईँलाई। लाइसेन्स छैन एपोइन्टमेन्ट लिनको लागि, सो लाइसेन्स लिनको लागि 2-3 वर्ष नै मान्छेहरू कुर्नुपर्ने खालको जुन अवस्था थियो, आज तपाईँलाई लगभग त्यो 2 हप्तामा आएको छ हैन। अनि त्यसले धेरै फरक पारेको छ मान्छेको लाइफलाई। अनि यो चाहिँ प्रदेश सरकार एक्जिस्टेन्समा आइसकेपछि नै त्यो प्रदेश सरकारले जुन अधिकार पायो त्यसको कारणले गर्दाखेरि चाहिँ धेरै अचम्म भएको। यसमा चाहिँ अब अरू पनि पक्षहरू छन्, अब यसमा चाहिँ एडभोकेसीको कुराहरूदेखि अरू पक्षहरू पनि छन्, तर चाहिँ एउटा चाहिँ त्यो देखेँ। अर्को चाहिँ जस्तै हेर्नुहुन्छ भने 50 करोड सम्मको अथवा 50 करोडभन्दा मुनिको चाहिँ जस्तै उद्योगहरू चाहिँ दर्ता गर्नको लागि चाहिँ अहिले तपाईँ प्रदेश सरकारबाटै गर्न सक्ने खालको अवस्था सृजना भएको देखिन्छ। त्यसै गरेर जस्तै कम्पनी रजिस्टरको कार्यालय चाहिँ जुन पहिले हिजोको दिनमा केन्द्रमा धाउनुपर्ने खालको जुन बाध्यता थियो, आज तपाईँलाई इटरीमा आएको छ। प्रदेश सरकारले नै त्यो खालको कुराहरूलाई अगाडि बढाएको छ र 6 अर्ब बराबरको अथवा 6 अर्ब मुनिको चाहिँ जुन प्रोजेक्टहरू हुन्छ त्यो चाहिँ प्रदेश लगानी बोर्डले नै तपाईँलाई के गर्न सक्छ भन्दाखेरि प्रदेश लगानी प्राधिकरणले नै त्यसलाई चाहिँ स्वीकृति दिन सक्ने खालको अवस्थाहरू त्यो भएको छ। र साथै जस्तै अब कानुनहरूको कुराहरू, कानुन निर्माणको कुराहरू जुन छ नि लोकल लेभलमै बन्न थालेको छ, त्यहाँनिरको लाइफलाई चाहिँ फेसिलिटेट गर्नको लागि, त्यहाँको व्यावसायिक वातावरणलाई फेसिलिटेट गर्नको लागि अब यसो हेर्ने हो भने 75वटा जति चाहिँ विधेयक कानुनहरू चाहिँ बनेको अवस्थाहरू छ। अब त्यो कतिको इफेक्टिभली अब कार्यान्वयन भएको छैन भन्ने खालको कुराहरू अब त्यसको त्यो क्वेसन गर्न सकिन्छ। त्यसमा जति काम गर्नुपर्ने हो, जति हुनुपर्ने हो, त्यो खालको हिसाबले चाहिँ भएको छैन। जुन हाम्रो एस्पिरेसन छ, जुन हाम्रो आकाङ्क्षा छ, यो भइदियो हुन्थ्यो भन्ने खालको जुन जनताको हिसाबले चाहिँ, तर त्यो नभए पनि के हदसम्म कामहरू भएको भन्ने खालको कुरा देख्न सकिन्छ। जस्तै अब यसपालि हामीले हेर्ने भने पर्यटन वर्ष, कोशी पर्यटन वर्ष, जुन कोशीमा चाहिँ पर्यटनको एउटा सम्भावना छ भन्ने खालको कुरा हामीले देखिरहेको छौँ र गभर्मेन्टले पनि त्यो खालको कुरा चाहिँ प्रदेश सरकारले पनि त्यो कुरा रियलाइज गरेर चाहिँ यो लगानी सम्मेलन पनि गरिरहेको छ एउटा चाहिँ। र त्यसपछि 1 खर्ब जति चाहिँ भनौँ न पैसा उठाउने पनि भनिरहेको छ, तर अब त्यो उठाउन सक्छ सक्दैन त्यसको त्यो क्वेसन गर्न सकिन्छ त्यसमा पनि। तर जस्तै पर्यटन वर्षको कुराहरूदेखि लिएर चिया सम्मेलन गर्ने, यो जेठ असारमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने खालको कुराहरू, त्यो सबै कुराहरू चाहिँ जस्तै प्रदेश सरकारले नै त्यसको लागि इनिसिएटिभहरू लिइरहेको छ र त्यो ग्रासरुटमा आएको देखिन्छ त्यो खालको कुराहरू। कर्णालीको पक्षमा गएर हेऱ्यो भने चाहिँ म चाहिँ 3वटा कुरा चाहिँ यो 7 वर्षमा हामी 74 देखि यता आउँदै गर्दा प्रदेश संरचनाकै कारणहरू, प्रदेश सरकार भने प्रदेश संरचना भएकै कारण भएको भन्ने कमसेकम मैले दाबी गर्न सक्ने 3वटा आधारहरू देख्छु। एउटा पहिलो कुरा एक्सिस, दोस्रो कुरा ओनरसिप र तेस्रो कुरा इन्फ्रास्ट्रक्चर हैन। त्यसमा म एउटा 2टा इक्जाम्पल सहित राख्छु। एक्सिसको पार्टमा तपाईँहरू यहाँहरू मध्ये कति मान्छेहरू
74 सालभन्दा अगाडि सुर्खेत जानुभएको छ। तपाईँहरू नेपालगञ्जको फ्लाइटबाट जानुभएको छ। बसमा सुर्खेत काठमाडौँ ट्राभल गर्न 14 देखि 20 घन्टा लाग्छ, कहिलेकाहीँ त 2 दिनै लाग्छ होइन। हाम्रो फ्लाइटको एक्सेसको कुरा एकदम सहज बनेको छ। त्यो चाहिँ प्रदेश नभएको भए त्यहाँ त्यो कुनै एयरलाइन्सले कर्णाली भनेर छुट्टै माया गरेर जानेवाला थिएन। बिजनेस हो, त्यो बिजनेस चाहिँ त्यो प्रदेशले क्रिएट गरेको एउटा अवसर हो होइन। त्यो सँगसँगै अर्को एक्सिस भनेको चाहिँ लिडरसँगको एक्सिस। आजको दिनमा यो देशको प्रधानमन्त्रीलाई म जस्तो सामान्य मान्छेहरूले भेट्नलाई, उहाँसँग मेरो गुनासोहरू सुनाउनलाई, मेरो कुराहरू राख्नलाई चाहिँ कति कठिन छ, अथवा त्यो एक्सिसमा हामी पुग्नै सक्दैनौँ। तर हाम्रो प्रदेशको लिड गरिरहेको मुख्यमन्त्रीज्यू, मन्त्रीज्यूहरूलाई हामी सजिलरी उहाँहरूसँग भेट्न सक्छौँ, आफ्नो गुनासोहरू राख्न सक्छौँ। र म त के देख्छु भने हाम्रो अनुभवमा चाहिँ हाम्रा गुनासाहरू, हाम्रा समस्याहरू समाधान गर्न साँच्चीकै उहाँहरू तयार चाहिँ हुनुहुन्छ, उहाँहरू कमिटेड चाहिँ हुनुहुन्छ। तर त्यो कति मिल्ने कुराहरू होलान्, कति नमिल्ने कुराहरू होलान् होइन, त्यो प्रोसेसको कुरा होला। एउटा नेताले चाहेर मात्र सबै चिज हुन्छ भन्ने कुरामा त म विश्वास गर्दिनँ होइन। त्यहाँ हाम्रो कानुन छ, हाम्रो ब्युरोक्रेसी छ, सबै चिज छ। एक्सिसको पार्टमा एकदम राम्रो काम भएको छ। अर्को एक्सिस, आज म यहाँ हजुरहरूसँग यो कुरा सेयर गर्न आउने कुरा यदि प्रदेश हुन्थेन भने हामी रीति सुरु हुन्थेन, हामी त्यहाँ काम गर्थेनौँ। म कतै एउटा यता बागबजारतिर लोकसेवा पढिरहेको हुन्थेँ कि अरू गाउँतिरै कतै एउटा युवा क्लब खोलेर अरू उपभोक्ता समिति बनाएर काम गरिरहेको हुन्थेँ कि अरू कुनै पोलिटिकल पार्टीको सोभिको चुनावमा लडिरहेको हुन्थेँ कि। तर मेरो कर्णालीको भोइसहरू यो छ भनेर यहाँहरूसँग आएर कुरा सेयर गर्ने ठाउँ एक्सेस बढेको छ, पहिलो कुरा। दोस्रो, ओनरसिप। मान्छेहरूले प्रदेश काम गर्दैन, प्रदेश काम छैन, प्रदेश खारेज, यस्तो यस्तो एजेन्डाहरू बोलिराखेका हुन्छ। अस्ति भर्खर नेपाल प्रिमियर लिगमा कर्णालीको दृष्टिमा हेर्दाखेरि चाहिँ सबै मान्छेले हामी कर्णाली प्रदेशवासी भनेर कर्णाली एक्स भन्ने टिमलाई सपोर्ट गरे हो कि होइन। पहिला त चाहिँ सुर्खेतको केसमा लिनुभयो भने सुर्खेतले किन कर्णाली भनेर गर्व गर्थ्यो र? पहिला 74 सालभन्दा अगाडि सुर्खेतमा पसलहरूको नाम पनि कर्णाली हुन्थेन। हेर्नुहोस्, अहिले अधिकांश पसलदेखि लिएर क्लबदेखि लिएर इभेन्टहरूदेखि लिएर सबै ओनरसिप बढाएको छ क्या। कर्णाली प्रदेश भनेको चाहिँ मान्छेहरूले त्यो शासकीय संरचनामा चाहिँ क्वेसन गरिराखेको छ। तर तपाईँको भूगोलको, तपाईँको प्रदेशप्रतिको ओनरसिप चाहिँ एकदम धेरै बढेको छ होइन। एनपिएलले पनि देखायो, अरू पार्टमा पनि होइन। सोसल मिडियामा राख्ने कुरा, सोसल मिडियामा आज कर्णाली प्रदेश भनेर हामीले सामान्य फेसबुकमा पेज सर्च गऱ्यौँ भने कति धेरै मान्छेहरूले फेसबुक पेज बनाएर कर्णालीको कुराहरू एक्सप्लोर गरिरहेको छ। त्यो त ओन गरे हो नि त होइन। शासकीय कुरामा प्रश्नहरू उठेका छन् होइन, किनभने त्यसको रिफर्मको प्रोसेस केही होला। अर्को कुरा, पूर्वाधार। यहाँहरू सुर्खेत जानुभएको छ भने पूर्वाधारको हकमा चाहिँ साँच्चीकै अब त्यो कतिको प्रदेश सरकारले आफूलाई विज्ञापन गर्न सक्यो, आफ्नो कुराहरू प्रचार गर्न सक्यो भन्ने कुरा चाहिँ अर्को प्रश्न छ। हेर्नुहोस्, नत्र भने तपाईँले आजको दिनमा देशमै प्रधानमन्त्रीदेखि लिएर सबै हाम्रो कर्णालीको त अधिकांश नेताहरूले मैले गरेको भन्न दौडिरहेको हाम्रो प्रदेशको स्टेडियम जुन बनेको छ होइन, 1 अर्ब बजेटमा 3 वर्षमा प्रोजेक्ट कम्प्लिट भएको प्रोजेक्ट बनेको छ, त्यो प्रदेश सरकारले गरेको हो होइन। त्यो उहाँहरूले गरे। त्यो कुरा कति मान्छेहरूले सुर्खेतको हकमा प्रदेश क्यापिटल भएको हुनाले त्यहाँको रोड इन्फ्रास्ट्रक्चरको पार्टमा आज तपाईँहरूले जे चेन्ज देख्नु भएको छ त्यसको धेरै जसो हिस्सा प्रदेश सरकारकै रिसोर्सले भएको। सुरुमै क्या हो, प्रदेश सरकार बन्ने बित्तिकै चाहिँ उहाँहरूले पहिला चाहिँ प्रदेशको राजधानी गर्व गर्न लायक बनाउनु पर्छ भनेर रिसोर्समा काम गर्नुभयो। आजको दिनमा सल्यान जिल्लाको राजधानी सदरमुकाम खलङ्गाबाट तपाईँ सुर्खेत आउनलाई 10 घन्टा 12 घन्टा दाङको तुलसीपुर आउँदै नेपालगञ्ज हुँदै सुर्खेत पुग्नु पर्थ्यो। सल्यान त पहिला पनि हाम्रै मध्यपश्चिम विकास क्षेत्रमा थियो, विकास क्षेत्र हुँदाखेरि। आजको दिनमा तपाईँ 2.5-3 घन्टामा सल्यान पुग्नुहुन्छ। हरेक जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकहरू त प्रदेशले बनाएको हो होइन। सो इन्फ्रास्ट्रक्चरमा पनि काम भएको छ। तर अब हाम्रोमा चाहिँ त्यो कति कुराहरू नेताहरूले भन्ने कुराहरू, अब जसले लिड गर्नुहुन्छ उहाँहरूले भन्ने कुरा चाहिँ अब कुन वेमा भनिराख्नु भएको छ भन्ने कुरा, मलाई चाहिँ 3वटा कुरा चाहिँ भएको छ भन्ने लाग्छ है। आज सुर्खेतमा 23,000 विद्यार्थीहरू स्टडी गर्छ वीरेन्द्रनगरमा होइन। हाम्रो पपुलेसन चाहिँ 1.1 लाखबाट यो 8-9 वर्ष 10 वर्षमा हामी 3 लाख पपुलेसन पुगेको छ वीरेन्द्रनगरमा। फेरि वीरेन्द्रनगरलाई मात्रै गर्यो, अरूलाई केही गरेन भन्ने कुरामा चाहिँ पहिला त काठमाडौँमै थियो त हो, बल्ल पो त्यहाँ सुर्खेत पुग्दैछ। अब सुर्खेतबाट फेरि अरू ठाउँमा पुग्ला भन्ने लाग्छ। मेरो कुरा चाहिँ यति होस्। थ्याङ्क यू।
थ्याङ्क यू इन्फ्रास्ट्रक्चरमा काम भयो अलिकति एक्सेस बढ्यो दोज आर द कमन थिम्स होइन एउटा बिल्डिङ अन यो फर्स्ट सेसन फ्रम यस्टरडे सिभिल सोसाइटीको कुरामा चाहिँ हेर्ने दृष्टिकोण चाहिँ एकदमै गलत भयो भन्ने चाहिँ कन्क्लुजन थियो त्यो फर्स्ट सेसनको तर आई वान्ट टु एक्सप्लोर यो प्रोभिन्सियल कन्टेक्समा चाहिँ के हो त सो तपाईँहरूलाई हेर्ने दृष्टिकोण ब्युरोक्रेसीको भनौँ या पार्लिमेन्टेरियनहरूको भनौँ प्रदेशमै काम गरिरहेको संस्था एज अ प्रोभिन्सियल इन्स्टिट्युट त्यो हेर्ने दृष्टिकोण चाहिँ के हो त त्यहाँनिर स्थापित ओके अब दृष्टिकोणको हकमा सिएसओलाई कसरी हेरिन्छ भन्ने कुरामा त हिजो हामीले अलिकति त्यसमा डिस्कस पनि गऱ्यौँ होइन अब मैले यहाँ थप सेयर गर्न खोजेको चाहिँ तपाईँको प्रश्नमा आधारित भएर के हो भने हाम्रो पोलिटिकल लिडर चाहिँ सङ्घीयतालाई मानेन अरू यस्तो यस्तो उहाँहरूले आफै चाहिँ जम्मै अघि पनि हामी बाहिर कन्भर्सेसन हुँदै थियो ल्याडर मात्रै बनाइरहेको छ प्रदेशलाई आफ्नो त्यो पोलिटिकल करियर अगाडि जाने भन्ने कुरा हुँदै थियो नि त तर सङ्घीय 2064 सालको संविधान सभाको निर्वाचनपछि यहाँ सङ्घीय सांसद उठेको मन्त्री भएको पार्टीमा केन्द्रीय सदस्य भएको पार्टीका ठुला नेताको नजिकै भएको एक्सिसै भएको पोलिटिकल लिडर पनि प्रदेशमै फर्केको छ प्रदेशमै फर्केर प्रदेशको मुख्यमन्त्री बनेको छ मन्त्री बनेको छ उहाँहरूले चाहिँ त्यहाँ काम गर्नुभएको छ उहाँहरूले चाहिँ सङ्घीयतालाई हेर्ने दृष्टिकोण चाहिँ मलाई त्यस्तो फरक छ अलग छ भन्ने लाग्दैन तर अब कतिले त यो कार्यकर्ता सेटल गर्ने उपाय मात्रै हो भने त्यसमा पनि प्रश्न छन् होइन मन्त्री धेरै भयो होइन अब त्यो तथ्याङ्ककै हिसाब भन्नुहुन्छ भने 7 वर्षमा हाम्रो 4 जना मुख्यमन्त्री भएको छ 40 जना मन्त्री भएको छ एउटा पोलिटिकल पार्टीको त अघिल्लो कार्यकालमा भयो जति सांसद सबै मन्त्री भएको छ होइन त्यसपछि तपाईँको ब्युरोक्रेसीको टर्नओभर हेर्नुहुन्छ भने 7 वर्षमा हाम्रो अर्थ सचिव मात्रै 12औं अहिले भएको 12औं हुनुहुन्छ होइन मुख्य सचिव 10औं प्रमुख सचिव प्रदेशको 10औं हुनुहुन्छ होइन सो त्यो फेरि प्रदेशले गरेको होइन नि त्यसमा त अर्को डिबेटको कुरा हुन्छ प्रदेशको लिडरहरूलाई त्यो अटोनोमी छ त साँच्चै उहाँहरूले आफ्नो हिसाबले डिसाइड गर्न सक्ने त्यो त हाम्रो सङ्घीय सरकारमा भएको फेरबदलले प्रदेशमा भएको केही हकमा जस्तो अरू प्रदेशको हकमा उहाँहरूले सेयर गर्नु होला होइन र अर्को दृष्टिकोणको हकमा चाहिँ सिएसओलाई हेर्ने दृष्टिकोणको हकमा चाहिँ नट ब्याड किनभने सङ्घीयता सबलीकरणको लागि काम गर्ने हामीहरू जस्तो संस्थाहरूलाई हेर्ने दृष्टिकोणमा पनि त्यस्तो केही समस्या छैन खै आज मलाई चाहिँ त्यस्तो लाग्दैन होइन कमन ओपिनियनको विषयमा हामीले हिजो कुरा गरिसक्यौँ होइन यो डलरै भन्नेदेखि लिएर यो कुराहरू हिजो हामीले डिस्कस गरिसक्यौँ त्यही भएर म चाहिँ ब्युरोक्रेसीको चाहिँ के छ भने हाम्रो प्रदेशमा प्रदेशको मुख्य सचिव र सचिव सबै सङ्घीय सरकारको मान्छे जाने हो होइन सङ्घीय सरकार अन्तर्गतको सेवाको मान्छे स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत अस्ति प्रदेशले यो स्थानीय तहको प्रमुख प्रशासकीय र प्रदेशको सचिव हाम्रो सेवाबाट बनाउन दिनु पर्यो भन्दाखेरि त दिएको छैन अझैसम्म होइन अनि उहाँहरू त त्यो त रारा र फोक्सुन्डो घुम्न गए जस्तो छ नि त होइन अनि त्यो के कार्य सम्पादन मूल्याङ्कनमा त्यो मार्किङ चाहिँ राम्रो आउँछ कर्णालीमा गएर भन्ने केही रहेछ प्रावधान त्यो कारण हो साँच्चै कर्णालीलाई सेवा गर्ने सेवा भाव आएर त त्यहाँ ब्युरोक्रेसीको उपल्लो लेभलको मान्छे जानुभएको छैन तर तल्लो लेभलको ब्युरोक्रेसीको मान्छे चाहिँ साँच्चै त्यहीँको लोकल हुनुहुन्छ जसले चाहिँ आफ्नै ठाउँ राम्रो गराउनुपर्छ भनेर लाग्नु भएको छ कोसिस गर्नुभएको छ होइन त्यो कोसिस कति अब उत्तिखेरै रिजल्ट आउने कुरा पनि होइन होइन म चाहिँ त्यही कुरा राखेको मेरो हकमा कुरा गर्दाखेरि चाहिँ जस्तै अब न्युट्रल भएर काम गर्नु त्यति सजिलो हुँदैन या त एउटा पोलिटिकल पार्टीसँग एलाइन भयो भने होइन त्यो पोलिटिकल पार्टीको मान्छे हुन्छ त्यसपछि अर्कोलाई क्रिटिसाइज गर्न सजिलो हुन्छ अर्को पोलिटिकल पार्टीको मान्छे भयो भने उसलाई क्रिटिसाइज गर्न सजिलो हुन्छ होइन उसलाई डिफेन्ड गर्न सजिलो हुन्छ तर जस्तै न्युट्रल भएर काम गरिसक्दाखेरि चाहिँ समस्या के हुन्छ भन्दाखेरि अब हाम्रो जुन काम छ कहिलेकाहीँ छुच्चो हुने खालको काम पनि छ लेखिन्छ बोलिन्छ कार्यक्रमहरू गरिन्छ त्यसमा चाहिँ आफूलाई लागेको कुरा दुईवटा कुरा देखेको कुरा भनिन्छ त्यो भन्दाखेरि चाहिँ कस्तो हुन्छ भने तपाईँलाई कसले भनौँ त किन भनौँ त यो भन्ने खालको कुरा जस्तै अब जो सरकारमा छ अब उनीहरूलाई चाहिँ हामीले कुनै कुरामा क्रिटिसाइज गर्दाखेरि अब जस्तै अस्ति मिडिया विधेयकको बारेमा हामीले चाहिँ क्याम्पेन गरेको थियौँ स्टेट प्रोटेस्ट क्याम्पेन गरेको थियौँ र जो सरकारमा हुन्छ उहाँलाई के लाग्यो भन्दाखेरि यो अरूद्वारा परिचालित छन्छ उहाँले मुख्यमन्त्रीले त्यो फोरममै पनि त्यो इन्डिकेट गरेर भन्नुभयो नाम लिएर भन्नु भएन तर उहाँले त्यो इन्डिकेट गर्नुभयो त्यो खालको चाहिँ उछालेर ट्याग लाउने यो जस्तै मलाई कसैले भनेको छ तपाईँ त एकदम कालो काङ्ग्रेस अरे त दाइ भनेर
कसैले मलाई भन्यो होइन मलाई थाहै छैन यो कालो काङ्ग्रेस भनेको के हो यो के ट्याग हो भन्ने खालको कुरा थाहा छैन एकजना भाइले मलाई दाइ चियाखाना यसो भेटौँ म गरिखाना देऊ क्याम्पेन त्यतिकै समृद्धिले जुन चलाएको थियो म उता पूर्वाञ्चलमा गरिखाना देऊ क्याम्पेन चलाउँथेँ त्यो क्याम्पेन चलाउँदाखेरि एकजना भाइ मसँग नजिक हुनुहुन्थ्यो अर्कै जिल्लाको अनि त्यसपछि उहाँले दाइ एकचोटि भेटौँ चिया खाउँ विराटनगरमा आएको बेला भनेर अनि चिया खाना बस्यौँ अनि उनले मलाई सोधे दाइ तपाईँ काङ्ग्रेसको मान्छे हो तपाईँ पोलिटिकल आइडियोलोजी तपाईँको काङ्ग्रेससँग नजिक हो तपाईँ काङ्ग्रेससँग सम्बन्ध हुनुहुन्छ भनेर अनि मैले भने म त्यस्तो केही छैन तिमीलाई के लाग्छ म कुनै पोलिटिकल पार्टीमा छु म त्यस्तो छैन कहीँ पनि छैन त भाइ भनेर भने अनि होइन तर तपाईँलाई अस्ति एउटा प्रोग्राम थियो यो प्रदेश सरकारको त्यो प्रदेश सरकारको त्यो प्रोजेक्टलाई चाहिँ लिड गर्ने खालको कुरामा चाहिँ केही मान्छेहरूको नाम आयो तपाईँको पनि नाम आयो तर जस्तै त्यहाँनिर चाहिँ तपाईँ चाहिँ काङ्ग्रेसको मान्छे हो त्यसले गर्दाखेरि चाहिँ उसलाई दिनु हुँदैन भन्ने खालको कुरा त्यहाँनिर आयो भन्ने खालको कुरा गरेँ सो कहिलेकाहीँ त्यो न्युट्रल भएर काम गर्दाखेरि एउटा गाह्रो चाहिँ के भन्दाखेरि तपाईँलाई सजिलोसँगले साइडलाइन गर्नलाई सकिन्छ होइन यसको मतलब फेरि सबैजनाले तपाईँलाई डिस्करेज गर्छन् सबैजनाले तपाईँलाई साइडलाइन लाउँछन् भन्ने खालको कुरा पनि होइन कतिजना मान्छे छन् तपाईँ हाम्रो कामलाई चाहिँ एप्रिसिएट पनि गर्छन् तपाईँले राम्रो गरिरहनु भएको छ भन्ने खालको कुरा कतिजनाले लिप सर्भिस मात्र पनि दिन्छन् कहिलेकाहीँ जस्तै त्यो अप्ठ्यारोमा नपरौँ भोलि यसले क्रिटिसाइज गर्ला भनेर होइन त्यो आफूलाई सेफ साइडमा राख्नको लागि बसन्जी तपाईँहरूले राम्रो काम गरिरहनु भएको छ हामी तपाईँको साथमा छौँ भन्ने खालको कुरा पनि गर्छन् तर भित्र उनीहरूले हामीलाई सपोर्ट नगर्ने खालको अवस्थाहरू पनि हुनसक्छ तर त्यही हो जस्तै अब यो न्युट्रल भन्ने खालको कुरा चाहिँ अलिकति गाह्रै कुरा हो तर पनि जस्तै आफ्नो न्युट्रलिटीलाई चाहिँ बचाइराख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ प्रदेशमा चाहिँ हामीलाई नन पार्टिसन इन्स्टिट्युसनको रूपमा चाहिँ प्रदेशको इन्स्टिट्युसन्सहरूले हामीलाई क्लोजली अब्जर्भ गर्छ र हामी चाहिँ उहाँहरूको एज अ कोलाबोरेटिभ पार्टनर विशेष गरी पोलिसी मेकिङ प्रोसेसको पार्टमा सो हामी धेरै चाहिँ यो लेजिस्लेटिभ एसेम्ब्लीतिर मोर फोकस छौँ जहाँ चाहिँ बिल्स अनि बिल आइसकेपछि त्यसको डिस्कसनहरू पोलिसी रिफर्म्सकोहरूको कुरामा त्यो भएर हामी सबै पोलिटिकल पार्टीको मान्यज्यूहरूसँग अथवा इलेक्टेड रिप्रेजेन्टेटिभहरूसँग क्लोजली काम गर्छौँ त्यो चाहिँ एकैचोटि भएको होइन 2019मा हामीले स्टार्ट गर्दै गर्दाखेरि जुन किसिमको हामीसँग ब्याकग्राउन्ड अथवा क्रेडिबिलिटी अथवा त हिस्ट्री केही पनि थिएन तर त्यो कन्स्ट्यान्ट इन्भल्भमेन्टको प्रोसेसले र फर्स्ट टर्म र सेकेन्ड टर्मसम्मको अहिले 2 वर्षको टाइम पिरियड आइसक्दाखेरि एटलिस्ट हामीले आफूलाई स्ट्रङ फुटहोल्ड राखेर गण्डकी प्रदेशमा चाहिँ कोलाबोरेटिभ एप्रोचमा प्रोभिन्सियल लेभलको चाहिँ असेम्ब्लीसँग रिलेटेड अथवा पोलिसीसँग रिलेटेड डिस्कोर्सहरू चलाउने विषयमा होस् नलेज क्रिएसन गर्ने प्रोसेसमा होस् उहाँहरूको पार्लियामेन्ट्री इन्टरभेन्सनलाई स्ट्रेन्थन गर्ने कुरामा होस् अथवा उहाँहरूलाई चाहिएको जतिसुकै नलेज अथवा त्योसँग रिलेटेड एभिडेन्स बेस्ड पोलिसी मेकिङ प्रोसेसमा हामीले सपोर्ट गर्ने फोर्टेमा हामीले फुल्ली उहाँहरूलाई सपोर्ट गर्छौँ त्यो भएर हामीलाई एकदम पोजिटिभ एङ्गलले उहाँहरूले हेर्नुहुन्छ तर हामी चाहिँ मेनली वी फोकस अन इकोनोमिक पोलिसी रिफर्म्स एन्ड एन्टरप्राइज डेभलपमेन्ट सो हाम्रो काम चाहिँ यसको अराउन्डमा हुन्छ हामी सोसल इस्युजहरूमा अरू इस्युजहरूमा काम गर्दैनौँ तर हाम्रो मेन फोकस चाहिँ इकोनोमिक पोलिसी रिफर्म्स भएको भएर मेजर इकोनोमिक सेक्टर्सहरू र त्यसको अराउन्डमा बसेर काम गर्ने हुँदाखेरि यो विषयहरूको रिसर्च यो विषयहरूको डिस्कसन र यो विषयहरूको कन्टेन्ट क्रिएसनमा उहाँहरूलाई असिस्ट गर्ने भएको हुँदाखेरि उहाँहरूले हामीलाई एकदम पोजिटिभ लाइन अफ थटबाट हेर्नुहुन्छ नेगेटिभ पनि होला आफ्नो ठाउँमा होइन तर अब त्यसमा चाहिँ डिरेक्टली छैन किनभने वी डाइरेक्टली वर्क विथ प्रोभिन्सको एकदम धेरै इलेक्टेड रिप्रेजेन्टेटिभहरूमा पर्सन टु पर्सन बेसिसमा कमिटी बेसिसमा अथवा जसरी सकिन्छ हाम्रो क्यापासिटी एबिलिटीको हिसाबमा हामीले सपोर्ट गरिरहेछौँ त्यही भएर थ्याङ्क यू The second session yesterday was quite interesting in the sense that we had someone from Erne Katha, we had someone who was writing a Substack, and common themes ke thyo bhandakeri. So how do we talk about research is as important as doing research in and of itself? Katha sunaera garna thalne ho ki aba bhanne haina. For those of you who don't know, Basant Dai is an amateur script writer as well. He has written some scripts on एक दुईवटा उहाँको शॉर्ट भिडियोजहरु छ युट्युबमा अवेलेबल सेलेक्टेड इन सम फिल्म फेस्टिभल्स एज वेल आई फरगॉटन द नेम अफ द फिल्म फेस्टिभल एन्ड ही वाज शेयरिङ दिस स्टोरी अबाउट इलेक्ट्रिकल vehicle licensing procedures in Koshi
which adequately captures federal policies ले चाहिँ कसरी province मा बस्ने मान्छेको livelihood मा असर गर्छ भनेर. So I invite बसन्त दाइ to share that story. कथा सुनाउनु होला हामीलाई. सुनौँ. Okay, so generally म चाहिँ जस्तै यो भिडियोजहरुमा पोलिसीको एंगललाई लिएर यो लाइभलीहुडको र कन्सर्न एन्टरप्रेन्योरशिपको र इकोनोमिक फ्रिडमको इस्युलाई लिएर चाहिँ म लेख्ने ब्लगहरु लेख्ने केही स्टोरीजहरु लेख्ने खालको कुरा स्क्रिप्टहरु लेख्ने खालको कामहरु गर्छु. सो अब यसमा चाहिँ जस्तै अहिले जुन भन्नुभयो कहिलेकाहीँ जस्तै यो पोलिसीले मान्छेको लाइफलाई कति ठूलो इम्प्याक्ट पार्छ भन्ने खालको कुरा चाहिँ. सो अघि सुरुमै एउटा क्वेशन जुन गर्नुभएको थियो किन तपाईँ त्यहाँ हुनुहुन्छ भन्दाखेरि किन भन्दाखेरि पोलिसी एउटा सानो पोलिसी सानो एउटा लाइन लेख्दाखेरि त्यसले चाहिँ मान्छेको लाइफलाई हेल बनाउने कि त्यसले मान्छेको लाइफलाई चाहिँ सहज बनाउने भन्ने खालको कुरालाई डिटरमाइन गर्ने भएको कारणले गर्दाखेरि पनि चाहिँ हामी जस्तो मान्छेहरू चाहिँ अथवा त्यहाँनिर चाहिँ एक्जिस्ट गर्नुपर्ने खालको अवस्था पनि छ. सो अब यो स्टोरीको कुरा गर्दाखेरि जस्तै त्यो चाहिँ के हो भन्दाखेरि एउटा इलेक्ट्रिक भेहिकल जुन छ नि ई रिक्सा सिटी रिक्सा भन्छौँ तपाईँहरू यदि तराईतिर जानुभएको छ भने त्यो खालको कुरा देख्नुहुन्छ. प्रायः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तपाईँ त्यो देख्नुहुन्छ र त्यसले चाहिँ तपाईँलाई धेरै मान्छेको लाइफलाई चाहिँ सहज बनाइदिएको छ. त्यसले चाहिँ तपाईँलाई जस्तै भनौँ त्यो भेहिकलले रोजगारी सिर्जना गरिदिएको छ. मान्छेलाई विदेश पलायन हुनबाट के हदसम्म भए पनि रोकेको छ. त्यसले तपाईँलाई इको फ्रेन्डली भएकोले गर्दाखेरि पेट्रोलको डिपेन्डेन्सी के हदसम्म भए पनि त्यसले कम्ती गर्नलाई सहयोग गरेको छ होइन. यो अब हेर्नुहुन्छ भने जस्तै 2012 तिरको कुरा हो. 2012 तिर मलाई विराटनगरबाट जोगबनी जानु पर्यो भने पाइडल रिक्सा जुन हुन्छ त्यो पाइडल रिक्सामा झन्डै तपाईँलाई 80 रुपियाँ लिन्थ्यो क्या. आज तपाईँलाई त्यो इलेक्ट्रिक रिक्साले 30 रुपियाँमा मलाई जोगबनी पुर्याइदिन्छ भने चाहिँ 5 किलोमिटर राइड मलाई 30 रुपियाँमा दिइरहेको छ क्या. सो उसले मेरो मात्र होइन 10औं लाख मान्छेहरूको अथवा 50औं लाख मान्छेहरूको लाइफलाई चाहिँ सहज बनाइदिइरहेको छ. हरेक हिसाबले राम्रो छ. तर यहाँनिर चाहिँ कस्तो छ भने तपाईँलाई त्यो पोलिसी सानो एउटा पोलिसीले गर्दाखेरि प्रब्लम क्रिएट भएको छ. हिजोको दिनमा त्यो जुन सिटी रिक्सावालाहरू थिए अब ई रिक्सा पाइडल रिक्सावालाहरू थिए तिनीहरू धेरैजनाले अब यो सिटी रिक्सा आयो क्रिएटिभ डिस्ट्रक्सन भन्छौँ जसलाई यसले चाहिँ तपाईँलाई धेरै मान्छेलाई सिफ्ट गराइदियो किनभने मान्छेहरू त्यतातिर ट्रान्सफर भयो र यो मान्छेहरू यो पाइडल रिक्सा चलाउने मान्छेहरू सिटी रिक्सामा गइसकेपछि अब यिनीहरू पढे लेखेका थिएनन्. नपढे लेखेको कारणले गर्दाखेरि भयो के भन्दाखेरि तपाईँलाई यिनीहरूले जुन रिटन टेस्ट दिनुपर्छ त्यसमा पास गर्न सक्ने खालको अवस्था भएन. अनि पास गर्न सक्ने अवस्था नभइसकेपछि अब प्र्याक्टिकल टेस्टमा जान सकेन ट्रायलमा जान सकेन र यो मान्छेहरू लाइसेन्सबाट वञ्चित हुने भए. अहिले म एक हप्ता अगाडि मैले एउटा सानो म इटरी गएर मैले यो स्टोरी लिएको थिएँ. त्यसमा भएछ के भन्दाखेरि एकजना मान्छेले चाहिँ दिलबहादुर मगर भन्ने एकजना सर हुनुहुन्छ. सो उहाँले चाहिँ 19 वर्ष ड्राइभिङ गरेर चाहिँ एउटा सिटी रिक्सा किन्नुभएछ र उहाँले चाहिँ त्यो सिटी रिक्सा चाहिँ अरूलाई कुदाउनु दिनुभएछ. कोही मान्छे आयो र उसले के भन्नु भने म तपाईँको रिक्सा म कुदाउँछु मलाई दिनुहोस् कुदाउनलाई भन्नु. अनि उहाँले त्यो रिक्सा त लाइसेन्स छ त भन्नुभएछ. अनि यो लाइसेन्स छ भनेर भोलि लिएर आउनु त भनेर भन्नुहुन्छ. अनि भोलिपल्ट आए ती मान्छे अनि लाइसेन्स ल्यायो भनेर सोध्नु भयो अरे. अनि मैले ल्याएको छु भनेर भने अरे. अनि उहाँले सोध्नु भयो छ होला त्यसले गर्दाखेरि त ल्याएको छु भनेर त्यही भएर त आयो होला लिनलाई भनेर चाहिँ उहाँले त्यो रिक्सा ल ठिकै छ लैजाऊ कुदाऊ किनभने मलाई दिनको चाहिँ यति रुपियाँ तिमीले चाहिँ तिर्नुपर्छ भनेर भन्नुभयो अरे. सो उहाँले त्यो सिटी रिक्सा लिएर जानुभयो. कमाएर खाँदै हुन्थ्यो. 4 जनाको परिवार 14-15 वर्षको छोरा अनि 8-9 वर्षको छोरी थियो. एउटा श्रीमती चाहिँ इन्टरकास्ट म्यारेज गरेको भयो. के भन्दाखेरि तपाईँलाई जस्तै एउटा ट्रक रोकिरहेको थियो अरे रङ साइडमा त्यो कबाडीको सामानहरू हाल्दै थियो अरे. अनि कोही उताबाट चाहिँ ट्रकको पछाडिबाट चाहिँ आउनुभयो एकजना बुढा मान्छे 82 वर्षको मान्छे. यताबाट सिटी रिक्सा जाँदाखेरि त्यो बुढा मान्छेलाई त्यो ठोकेछ. उहाँ लड्नुभयो. त्यो बाटोको उसमा त्यो धारमा लागेर उहाँलाई भनौँ चोटपटक लाग्यो. उहाँको डेथ भयो. सो डेथ भइसकेपछि अब के भयो भन्दाखेरि 3 वर्ष 2 महिनाको कैद त्यो रिक्सावालालाई तोकिदियो र त्यो जो अनर हो उहाँलाई 2 वर्षको जेल सजाय तोकिदियो. सो अब यहाँनिर चाहिँ के भयो भन्दाखेरि यदि त्यो मान्छेसँग यदि लाइसेन्स भएको भए सिटी रिक्सावालासँग लाइसेन्स भएको भए मलाई जहाँसम्म लाग्छ हाम्रो कानुनले चाहिँ उसलाई 2 महिनाभन्दा बेसी उसले जेल बस्नु पर्दैन थियो र 10,000 रुपियाँ धरोटी हुन्थ्यो भन्ने खालको कुरा मैले सुनेको. मैले बुझ्दाखेरि त्यहाँनिर मुद्दाफाटमा गएर मैले बुझ्दाखेरि चाहिँ तर अब त्यो मान्छे जेल त गयो. अब उसको श्रीमती चाहिँ कमाउनको लागि त विदेश जानु पर्यो र ऊ विदेश गयो. कुवेत गयो. कुवेत 2 महिना भएको थियो गएको. यता छोरा चाहिँ ड्रगमा फसेछ. 15 वर्षको छोरा प्लम्बिङहरूको कामहरू गर्दै थियो अरे. ड्रगमा फसेछ. आमाले चाहिँ अब 10 खर्च भनेर पठाइदिएको अरे. छोराले पैसा लिएर गएछ पारी गएर जोगबनी गएर चाहिँ यसले ड्रग टन्न खाएर आएर सुसाइड गर्दैछ. 15-16 वर्षको केटाले सुसाइड गरिदियो तपाईँलाई. अब आमा फर्केर आयो छोराको काजक्रिया गर्नको लागि. अब बुढा जेलमा छोरा मर्यो. अनि ऊ फेरि अब काजक्रिया सकिसकेपछि फेरि फिर्ता जाने भयो. फिर्ता जानको लागि समस्या के भयो भन्दाखेरि 6 महिना नपुगिकन
नियमले चाहिँ के भन्छ अरे भने 6 महिना तपाईँले विदेश जानुभएको छ र तपाईँ फर्किनुहुन्छ भने चाहिँ 6 महिना चाहिँ कटेको हुनुपर्छ भनेर भन्छ। अनि 2 महिना ऊ फर्किन खोज्यो, नियमले उसलाई दिएन भनेर भन्छ। अनि ऊ चाहिँ आज तपाईँलाई आफ्नो छोरीलाई लिएर माइतमा बसेर एउटा आइसक्रिम फ्याक्ट्रीमा काम गरिरहेको छ। सो यहाँनिर तपाईँलाई एउटा सानो चाहिँ जुन लाइसेन्सको इस्यु, जुन अब रिटन टेस्टलाई सिम्प्लिफाई गर्न सकिन्छ कि सकिँदैन। जस्तै ट्र्याक्टरमा तपाईँलाई ट्र्याक्टरमा रिटन टेस्ट दिनु पर्दैन, ट्रायल मात्र दिएर तपाईँ पास गर्न सक्नुहुन्छ भनेपछि त्यो कुरा सिटी रिक्साको हकमा गर्न सकिन्छ कि सकिँदैन भन्ने खालको कुरा। अथवा साइन ल्याङ्ग्वेजबाट त्यो देखाएर पनि त्यसलाई ट्रायलमा लान सकिन्छ कि सकिँदैन, अथवा 5 मिनट इन्टरभ्यू गरेर 10 मिनट इन्टरभ्यू गरेर त्यसलाई लाइसेन्समा ट्रायलमा लान सकिन्छ कि सकिँदैन भन्ने खालको कुरा। सो प्रदेश सरकारले त्यो नियमलाई चेन्ज पनि गर्न खोज्यो, विधेयक पनि बनायो। उनीहरूले के भन्छ त्यसलाई चाहिँ ल ट्रायलमा मात्र ट्रायल मात्र दिनुपर्ने, यता रिटन टेस्ट दिन नपर्ने भन्ने खालको विधेयक पनि बनायो। तर समस्या के भयो भन्दाखेरि प्रदेश सरकारको नीति नियम र के भन्छ यता केन्द्र सरकारको, जस्तै हाम्रो जुन डिपार्टमेन्ट अफ ट्रान्सपोर्टको जुन एउटा जुन पोर्टल छ त्योसँग बाजेको, किन यताको ट्रान्सपोर्टको उसले नियमले के भन्छ भन्दाखेरि तपाईँ रिटन टेस्ट पास गरिसकेपछि मात्र ट्रायलमा जानलाई एलिजिबल हुनुपर्छ, अनि मात्र तपाईँ त्यहाँनिर के भन्छ भनौँ न तपाईँलाई त्यो ढोका खुल्छ लाइसेन्स लिने, होइन भने खुल्दैन भन्ने खालको। अब उता प्रदेश सरकारले नियम बनाएर पनि के गर्ने, होइन यतातिर तपाईँलाई त्यो बाजिएपछि त्यो कानुनले के भन्छ कुनै असर त्यसको कुनै इम्प्लिमेन्टेसन भएन, जसले गर्दाखेरि उनीहरूले त्यो कानुनलाई चाहिँ डिसमेन्टलै गर्नुपर्ने खालको कुरा। सो यो पोलिसी के जुन छ नि यो केन्द्र र प्रदेश सरकारको जस्तै यो खालको कुराहरूमा थुप्रै के यस्तो खालको इस्युजहरू देखिन्छ। जस्तै त्यस्तै अर्को एउटा सानो इस्यु म तपाईँलाई भन्छु। सो मैले मोटरसाइकल लाइसेन्स सहज भयो भन्ने खालको कुरा गरेँ। सो मान्छेको लाइभलीहुडलाई यो पोलिसीहरूले कति सजिलो गर्छ, कति गाह्रो बनाउँछ भन्ने खालको कुरा अघि पनि मैले गरिसकेको छु। एकजना मान्छे थियो नरेश भन्ने, मैले उसको इन्टरभ्यू गरेको थिएँ, उसको मैले भिडियो पनि बनाएको छु हामीले, इज मोटरसाइकल लग्जरी निड भनेर। सो हामी नेपालीको लागि यो लग्जरीको विषय हो क्या, किन भन्दाखेरि नेपाल सरकारले झन्डै 117% ट्याक्स लिन्छ होला जस्तो लाग्छ मलाई मोटरसाइकलमा, है। जुन इन्डियामा तपाईँलाई बोर्डर पारी जानुभयो भने 60-70 हजारमा 60-65 हजारमा पाउने मोटरसाइकललाई नेपालमा झन्डै 2-2.5 लाख रुपियाँ पर्छ, भारू 60-70 हजार पर्ने मोटरसाइकललाई। सो अब त्यसले चाहिँ त्यो मोटरसाइकलले गर्दाखेरि कति सजिलो कति गाह्रो भएको छ। सो त्यो नरेश भन्ने जुन मान्छे थियो ऊ अर्काकोमा काम गर्थ्यो, गाई पाल्ने ठाउँ हुन्छ नि त्यहाँनिर काम गर्थ्यो, 4,000 रुपियाँको नोकरी गर्ने मान्छे हो। 4 वर्ष काम गर्यो, 5,000 रुपियाँमा उसले नोकरी छोड्यो। तर त्यहाँनिरबाट उसले काम सिकेर आएको थियो, उसले आफ्नै गाई पाल्न थाल्यो घरमा, अनि गाई पाल्न थालेपछि उसले के भन्छ 18सम्म गाईहरू बढायो भनौँ न। त्यस पछाडि आफ्नो दुध र अनि एउटा मोटरसाइकल किनेर उसले चाहिँ रङ्गेली 25 किलोमिटर टाढाबाट पनि उसले दुध कलेक्सन उसको सालो भएर दुध कलेक्सन गरेर ल्याएर बजारमा बेच्ने भयो। र त्यो मान्छेले चाहिँ एक दिनमा 180 लिटरसम्म बजारमा दुध बेच्यो। सो 1 लिटरमा उसले झन्डै 8-10 रुपियाँ प्रफिट कमायो भनेपछि उसले 180 लिटर बेच्दाखेरि झन्डै 1800 रुपियाँ एक दिनमा कमायो उसले। सो त्यो मोबिलिटीले गर्दाखेरि उसलाई के दियो त भन्ने खालको कुरा। त्यो मोबिलिटीले उसको लाइफलाई कति सजिलो बनायो, उसले छोराछोरीलाई बोर्डिङ स्कुल पढाउन थाल्यो, उसले आफ्नो घर बनायो, होइन, अनि उसको सोसियल स्ट्याटस बढ्यो, हरेक कुरा राम्रो छ। तर त्यो जुन छ नि अब त्यो लाइसेन्स लिने सहज वातावरण नभएको कारणले गर्दाखेरि हिजोको दिनमा कति गाह्रो थियो। तर आज त्यही कुरा चाहिँ तपाईँलाई जस्तै लाइसेन्स लिने सहज वातावरण भयो, त्यसले गर्दाखेरि कति मान्छेले आफ्नो तरकारी किन्छ त्यहाँनिर बजार पुगाउन पाएको होला, कति मान्छेले आफ्नो दुध गाउँबाट कलेक्सन गरेर बजार पुऱ्याउन पाएको होला, होइन। सो यो पोलिसी एङ्गल एकदमै अचम्मको हुन्छ कि। अनि त्यसले गर्दाखेरि जस्तै हो यस्ता खालको स्टोरिजहरू थुप्रै हुन्छन् सोसाइटीमा, होइन, जसले चाहिँ मान्छेको लाइफलाई चाहिँ त्यो प्रतिनिधि घटना मात्र मैले एक्जाम्पल दिइरहेको छु। जस्तै सिटी रिक्साकै कुरा गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कति मान्छेले सिटी रिक्सा कुदाउँछ होला। र मैले मुद्दाफाटमा बुझ्दाखेरि यो 3 वर्षमा 7 जना मान्छे जेल गएका रहेछन् क्या, यो सिटी रिक्साले हानेर अथवा सिटी रिक्सालाई हानेर। अर्को अस्ति एउटा केस भेटेको थिएँ मैले, यो अहिले त्यो मान्छे हस्पिटलमा छ, सिटी रिक्सा ड्राइभिङ गर्ने मान्छे राति भजन कीर्तन मण्डलीले लिएर आइरहेको थियो अरे, त्यो 2 बजे रातिको कुरा हो। त्यो मान्छे त्यहाँनिर उनीहरूले भनेर प्यासेन्जरले भनेर मलाई पिसाब लाग्यो, पिसाब गर्नलाई एकछिन रोकिदिनु भनेर पिसाब गर्नलाई रोकिदियो अरे, पिसाब गर्दै थियो अरे, उताबाट मोटरसाइकल हुर्केर आएपछि त्यो सिटी रिक्सालाई ठोकिदियो, सिटी रिक्सावालालाई उसको खुट्टा भाँच्यो, किनकि यहाँ टाउकोमा चोट लाग्यो। त्यो जो मान्छेले मोटरसाइकल हाँकेर आएको त्यो मान्छेको स्पोट डेथ भयो, होइन, तिनीहरू मऱ्यो। त्यो पछि हस्पिटल जाँदाखेरि डिक्लेयर भइसक्यो थियो कि जो मान्छे गइसक्यो भनेर, तर उसले रक्सी खाएको थियो अरे। अब समस्या के भयो भन्दाखेरि त्यो मान्छेले त रक्सी खायो, उसैले ठोकिदियो, तर अब जेल जान्छ यो मान्छे, के भन्छ सिटी रिक्सावाला जान्छ जेल। र ऊ एकदमै गरिब परिवारको मान्छे हो, फ्याक्ट्रीमा काम गरेको, फ्याक्ट्री बन्द भएर अरू कुनै उपाय नभएर उसले सिटी रिक्सा किनेको मान्छे हो। सो यस्ता खालको ह्युमन स्टोरिजहरू के भन्छ थुप्रै हुन्छन् जुन पोलिसीसँग जोडिएको हुन्छन्, र हामी चाहिँ प्रायः जसो अब त्यहाँ लोकल्ली त्यस्तो खालको स्टोरिजहरूलाई चाहिँ माथि ल्याउने खालको कामहरू पनि गरिरहेको हुन्छ। So Basantai's strength is really in finding these stories and then bringing it
to the provincial government to find local solutions to these problems. For those of you who don't know, त्यो जुन 82 वर्षको मान्छे मर्नुभयो उहाँ चाहिँ कानुन मन्त्रीको हजुरबा हुनुहुन्थ्यो. So it was rather unfortunate. But this is also यो कोशी प्रदेशले चाहिँ त्यो नियमलाई चेन्ज गर्यो भन्ने चाहिँ इट्स sort of also hinting at this idea कि प्रदेशको पनि केही महत्त्वाकांक्षा र आकांक्षाहरू छन् भन्ने. They have aspirations. And I want to ask these questions as to कर्णाली सरकारको आकांक्षा के हो, उसको महत्त्वाकांक्षा के हो, कोशीको एस्पिरेसन के हो, कोशी सरकारले देखेको आफ्नो प्रदेश उसको त्यो एस्पिरेसन के हो र गण्डकीको के हो भन्ने. You can start with Dinesh. अब यो कस्तो हुँदो रहेछ भने सुरुमा चाहिँ सबै चिज गर्न सकिन्छ. सो महत्त्वाकांक्षाको पनि एकदम हद के यो पनि गर्न सकिन्छ, यो पनि गर्न सकिन्छ. त्यो प्रदेश 74 सालमा त्यो चुनाव भएर सरकार बन्ने बित्तिकै खास सबै ठाउँमा भएको त्यही हो कि आफ्नै बैंक बनाउँछु प्रदेशको भन्ने आयो कार्यक्रम, आफ्नै एयरलाइन्स बनाउँछु हैन. अनि अरू अब तपाईको सुरुङ मार्ग हाम्रो त्यहाँ अब हिँड्ने बाटो राम्रो छैन हैन, हाम्रोमा त्यो सुरुङ मार्ग बनाउँछु भनेर त्यो डिपिआर गर्नलाई भनेर प्रोजेक्टहरू आयो. सुरुवातमा चाहिँ त्यो के रियलाइज भयो भने त्यो सबै चिज एकदम चमत्कार हुन्छ हैन हामी भन्ने खालको उहाँहरूको बुझाइ भयो. पछि बिस्तारै चाहिँ उहाँहरूले ती सबै कुरालाई कम प्रायोरिटीमा राख्दै अहिले चाहिँ उहाँहरू चाहिँ कर्णालीको हकमा उहाँहरूको एकदम अहिलेको आजको दिनमा प्रदेश सरकारको एउटा आकांक्षा भनेको चाहिँ यो 7 वर्षमा जसरी यो वित्तीय सुशासन भन्ने कुरा बिग्रियो नि प्रदेशको हैन, त्यसमा धेरै कम्पोनेन्टहरू छन् के कुरा कसरी बिग्रियो भन्ने, त्यो कुरालाई कसरी सुधार्ने भन्नेमा हुनुहुन्छ. इट्स गुड कुरा के हो भने यति छिटै हाम्रो कमजोरी यो भयो भनेर त्यो रियलाइज गरेर त्यसलाई चाहिँ अब सुधार्नुपर्छ भनेर उहाँहरू लाग्नु भएको छ. अहिले कर्णाली सरकारको मेजर फोकस नै बजेट इम्प्लिमेन्टेसनको प्रभावकारी बनाउनु पर्यो त्यसलाई भन्ने कुरा हो भने सेकेन्ड चाहिँ सो प्लानिङ प्रोसेस जुन छ नि हाम्रो त्यही पहिलाका योजनाहरू बनाउने प्रोसेस के हुन्थ्यो, कसैलाई लागेको आधारमा अथवा कसैले सजेस्ट गरेको आधारमा अथवा एकचोटि डाँडामा गएर हेऱ्यो भने यहाँबाट पलतिर त यो ठ्याक्कै पुल राखिदिउँ क्या हो भन्यो भने पुल राखिदिने भन्ने खालको होइन त्यो थियो. तर होइन यसो बाटोमा हिँड्दाखेरि यो वीरेन्द्रनगरदेखि डुङ्गेश्वरसम्म पुग्न गयो 2 घन्टा लागेको, यहाँ चाहिँ सुरुङ लगाइदेऊ न कपासे बाटो भनेर सुरुङ मार्ग भनेर पैसा पनि राखेको छ त्यो बेला होइन. अहिले चाहिँ त्यो एउटा उहाँहरूको आकांक्षा चाहिँ अब त्यसरी हुने रहेनछ. अब ठुलो कुरा सोच्ने भन्दा नि बरु सानै कुरा सोच्नुपर्ने रहेछ भन्नेमा उहाँहरू परिवर्तन हुनुभएको छ होइन. अर्को चाहिँ त्यही अब अलिकति महत्त्वाकांक्षाको हकमा त तपाईँले भन्नुभयो भने अब लास्ट फिस्कल इयरमा 10,000 रोजगारी सिर्जना गर्ने प्रत्येक वर्ष भनेर त्यहाँको त्यस बेलाको चिफ मिनिस्टरले बोलिदिनु भयो. अब बोलिसकेपछि पब्लिक कमिटमेन्ट हो त्यो त. अब किनभने पोलिटिकल एजेन्डा पनि बन्छ त्यो एउटा फेरि सिएमले बोलेको कुरा. त्यो कसरी भन्दा त्यो त थाहा छैन होइन, कहिले थाहा छैन, कुन आधारमा कुन कानुनमा टेकेर थाहा छैन. अनि त्यसपछि उहाँले एउटा विज्ञ समिति बनाउनु भयो यो योजना आयोगको मान्छे सहित राखेर यो कसरी गर्ने भनेर पहिला अनाउन्स गरिसक्नु भयो, पछि चाहिँ समिति बनाउनु भयो है. अनि त्यो कसरी हुँदो रहेछ बनाउनु पर्यो भने त्यो विज्ञ समितिले पनि खासै काम गर्न सकेन. 33 अर्ब बजेट भएको प्रदेशको 1 अर्ब रुपियाँ चाहिँ एउटा प्रोग्रामको लागि एलोकेट भएको 1 रुपियाँ पनि खर्च भएन. अनि हामी चाहिँ प्रदेशको बजेट खर्चको विषयमा त क्वेसनहरू आउने भयो नि, त्यति ठुलो अमाउन्ट होइन. यो वर्ष पनि त्यो बजेट छ तर यो वर्ष चाहिँ अलिकति उहाँहरू एक बनाएर काम गर्दै हुनुहुन्छ. अलिकति लोक रिजाइका कामहरू पनि महत्त्वाकांक्षा भए पहिला भन्ने हो. कृषिमा अनुदान होइन, त्यो 76-77 सालमा कर्णालीको तपाईँको नम्बर अफ फर्म एग्रो फर्महरूको नम्बर हेर्नुभयो भने चाहिँ 2-3 गुणाले बढेको छ क्या. अनि यसो किन बढ्यो भनेको त्यही वर्षदेखि कृषिमा अनुदान कार्यक्रम सुरु भएर रहेछ कि होइन. अनि अनुदान भनेको फेरि त्यो डाइरेक्ट सब्सिडी तपाईँले फार्मर भनेर बिजनेस दर्ता गर्नुभयो भने पाउनुभयो. पछि त्यसलाई पनि उहाँले रियलाइज गर्नुभयो. पहिला त त्यो महत्त्वाकांक्षा थियो कि कृषिमा एकदम धेरै गर्न सकिन्छ, अनुदान दिनुपर्छ, पैसा धेरै छ भनेर. पछि उहाँले के गर्नु भने इन्ट्रेस्टमा सब्सिडी दिन लाउनु भयो होइन. त्यो भएपछि अलिकति मोर त्यो फार्मर पनि मोर अकाउन्टेबल होस् त्यो गभर्मेन्टको पैसाप्रति भनेर त्यो बिस्तारै आज अर्को मलाई चाहिँ एकदम प्रदेशको मैले त्यहाँ 4-5 वर्ष काम गर्नुभएको सचिवज्यूसँग
यहाँ आउनुभन्दा अगाडि मैले यो कुरा तपाईँले जे मलाई सोध्नुभयो मैले उहाँलाई सोधेको थिएँ कि तपाईँहरूले एकदम राम्रो ठुलो आकाङ्क्षा राखेर एकदम सन्तुष्ट हुने गरी चाहिँ त्यो के काम गर्नुभयो भन्ने लाग्छ सचिवज्यू भनेर सोधेको थिएँ मैले। अनि उहाँले भन्नु मुख्यमन्त्री रोजगार कार्यक्रम भन्नुभयो कि उहाँले। त्यो मुख्यमन्त्री रोजगार कार्यक्रम पहिला हुन्छ प्रधानमन्त्री रोजगार कार्यक्रम कृषिको गरेको हो। पहिला चाहिँ त्यसमा यति धेरै व्यथित थियो, त्यो पैसा बाँड्ने मात्रै काम भएको थियो क्या त्यो होइन। अनि पैसा बाँडेको छ ठुलो पैसा, अनि अब त्यसमा पोलिटिकल कुराहरू यताउता सबै। अहिले उहाँले के भन्नुभयो भने आजको दिनमा कर्णाली प्रदेश सरकार हरेक ओडामा पुगेको छ। 718वटा ओडा छ हाम्रोमा कर्णालीमा। प्रदेश सरकारको प्रेजेन्स कहाँ छ भने चाहिँ हरेक ओडामा छ। हरेक ओडामा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत हामीले सानो सानो भए पनि डेभलपमेन्टको प्रोजेक्टको काम गरेका छौँ। केही मान्छेहरूले वर्षको केही दिन काम गरेको छ, त्यो उनीहरूको लागि पैसा ठुलो कुरा त होइन। त्यो डेभलपमेन्ट प्रोजेक्ट पनि एकदम अचम्मै, त्यसले आमूल परिवर्तन त ल्याउँदैन, तर प्रदेश सरकारको प्रेजेन्स चाहिँ भएको छ नि भन्नुभयो क्या उहाँले होइन। एउटा कुरा त्यो मलाई चाहिँ लागेको। अर्को ओके, अर्को चाहिँ कर्णाली उज्यालो कार्यक्रम, हाम्रोमा त हाइटेक नर्सरी, यस्तो यस्तो धेरै प्रोग्रामहरू थिए जसलाई एकदम धेरै महत्त्वकाङ्क्षाका साथ ल्याइएको थियो। त्यसलाई चाहिँ रिफाइन हुँदैछ। अब म चाहिँ के भन्छु भने तपाईँले प्रदेशको महत्त्वकाङ्क्षाका के हो भन्दाखेरि अब चाहिँ हाम्रो महत्त्वकाङ्क्षा चाहिँ रिफाइन हुँदैछ भन्छु है। हाम्रो एकदम धेरै नै थियो होइन। यो पनि गर्छु सबै एयरलाइन्स आफ्नै बनाउँछु, ब्याङ्क आफ्नै बनाउँछु, सबै भन्छु। अहिले चाहिँ त्यस्तो छैन। अब बिस्तारै बिस्तारै उहाँहरूलाई बुझ्दै जानुभएको छ। ब्युरोक्रेसीमा पनि त्यहाँको स्थानीय मान्छेहरू अलिकति माथिल्लो पोजिसनमा आउँदै हुनुहुन्छ। नेताहरूलाई पनि यत्रो वर्ष 7 वर्षमा सिकाइरहेको छ र उहाँहरू चाहिँ बिस्तारै चेन्ज गर्दै हुनुहुन्छ। अब 3वटा कुरामा उहाँहरूले भन्ने कुरा चाहिँ के हो भने कर्णालीको डेभलपमेन्टको पार्टमा चाहिँ हामी धार्मिक र साहसिक पर्यटन, जडीबुटी र हाइड्रो भन्नुहुन्छ। एकदम उहाँहरूको अहिलेको महत्त्वकाङ्क्षा चाहिँ त्यहाँ पुग्छ। हाइड्रोमा हामी 22,000 जस्तो क्यापासिटी छ कर्णालीको भन्ने देखिन्छ। त्यसमा 6,000 मेगावाटको त लाइसेन्स हामीले बाँडिसकेका रहेछौँ। उत्पादन 16 मेगावाट छ आजको दिनमा है कर्णालीमा विद्युतको। तर प्रदेश सरकारले हाइड्रोमा लगानी गर्ने भनेर भर्खरै त्यसमा डिसिजन पनि भएको छ होइन। त्यसपछि जडीबुटीको हकमा चाहिँ अलिकति कानुनी समस्याहरू छन्, त्यो कुरा पनि मैले छोटोमा राखेँ। सरी, जडीबुटी भनेको चाहिँ त्यो वनमा मात्रै हुन्छ भन्ने बुझाइ छ। अनि हाम्रो टिमुर एउटा एकदम जडीबुटी त नभनौँ, तर टिमुर एकदम उपभोग्य वस्तु। टिमुरमा चाहिँ वन पैदावार भनेर रासो लाग्छ। हाम्रोतिर चाहिँ के हो भने टिमुर चाहिँ वनमा हुन्छ भन्ने होइन क्या, अलिअलि वनमा हुन्छ। त्यो चाहिँ ठुलो ठुलो खरबारी भन्छौँ नि हामी, त्यो बारीहरूमा हुन्छ। त्यो बारीहरूमा किसानले सङ्कलन गरेको टिमुरमा हाम्रो फेरि वनको शुल्क लाग्छ भन्ने कुरा भयो। अर्को चाहिँ जे जडीबुटीहरू चाहिँ वन क्षेत्रमा पाइन्छ त्यसको एक्सेसको कुरा अलग छ होइन। मान्छेहरूलाई सहजै एक्सेस छैन। अब सहजै हुनुपर्छ भनेको पनि होइन, त्यसलाई त रेगुलेट गर्नैपर्छ। कुनै दिन सकियो भने फेरि अर्को के सम्भावना भन्ने हो होइन। त्यसको त कसरी त्यसलाई रिप्रोड्युस गर्न सकिन्छ भन्नेमा पनि ध्यान दिनुपर्छ। जडीबुटी सम्भावना हो भन्नुहुन्छ उहाँहरूले चाहिँ। हामीले अब जडीबुटीमा धेरै काम गर्नुपर्छ भन्नुहुन्छ। अर्ग्यानिक प्रदेश भनेर मलाई बिहान मात्रै एफएनसिसिआईको अध्यक्षले भन्दै हुनुहुन्थ्यो। अर्ग्यानिक प्रदेश भनेर घोषणा गरेको हामीले 5 वर्ष अगाडि हो र युरियाको लागि सब्सिडी दिन्छौँ फेरि अहिले पनि हामी होइन। त्यो त के भयो, यो त त्यसलाई के भन्छ दुविधावाला कुरा भयो नि होइन। अनि अर्को चाहिँ पर्यटनको हकमा चाहिँ पर्यटन चाहिँ खासमा साहसिक र धार्मिकमा प्रदेश सरकारले देखेको सम्भावना भनेको चाहिँ कैलाश मानसरोवर हुम्लाबाट एकदम नजिक छ। त्यसलाई चाहिँ कर्णाली प्रदेशको यतातिर हाम्रो यो नेपालको उत्तर प्रदेश सिमाना पर्छ होइन। उत्तर प्रदेशको मान्छेहरूलाई चाहिँ मानसरोवरमा आकर्षित गर्न सकिन्छ कि भन्ने धार्मिक प्लस यो हजुरको पञ्चकोशी तीर्थधामहरू छ। अर्को चाहिँ साहसिक पर्यटनमा काम गर्न सकिन्छ। सुनिरहेको रारा फोक्सुन्टो ट्रेकिङको कुराहरू पर्यटनमा काम गर्न सकिन्छ भन्ने छ। उहाँहरूले कोसिस पनि गरेको 2019 भने 19मा त्यहाँ हाम्रो 10 वर्षको पर्यटन गुरुयोजना बनेको छ होइन। 29मा सकिनेवाला छ। अब जम्मा 4 वर्ष छ। त्यो गुरुयोजना अनुसार खास काम भएको छैन, किनभने डकुमेन्ट त भन्यो नि त। हिजो पनि यहाँ सेसनमा भने कसैले बनाइदिएको छ, सक्यो होइन। त्यसलाई त फलोअप गर्ने कुराहरूमा भएको छैन। मेरो कुरा यति नै हो। यति नै छ। थ्याङ्क यू। सो यो प्रोजेक्ट संवाद जुन भइरहेछ अहिले, सो यसैको सन्दर्भमा चाहिँ जस्तै
प्रोभिन्समा पनि यसो सानो खालको स्टेक होल्डर कन्सल्टेसन गर्न सकिन्छ कि सरकारवाला मान्छेहरूसँग यहाँको चाहिँ हाम्रो एजेन्डाहरू के छ भन्ने खालको कुरामा चाहिँ छलफल मैले आउनुभन्दा अगाडि एउटा गरेको थिएँ सरकारवाला मान्छेहरूसँग। सो उहाँहरूसँग बुझ्दाखेरि चाहिँ महत्त्वाकांक्षा के छ त हाम्रो, हामी के गर्न चाहन्छौँ त भन्ने खालको कुराहरू बुझ्दाखेरि सो एउटा त जस्तै अब इकोनोमिक ग्रोथ हाम्रो समृद्ध प्रदेश भन्ने नारा नै छ, कोशी प्रदेशलाई त्यो नारा दिएको छ। सो अब अर्को चाहिँ अब अहिले तत्काल भनौँ न, जस्तै एउटा चाहिँ लगानी सम्मेलनको कुराहरूलाई अगाडि बढाउने, यो जुन 17-18 वैशाखमा भइरहेको छ र त्यसले चाहिँ 1 खर्बसम्म चाहिँ जस्तै भनौँ न हामीले चाहिँ रेभेन्यू जेनेरेट गर्ने भन्ने खालको अथवा लगानी ल्याउने भन्ने खालको कुरा छ। त्यो खालको कुराहरू उहाँहरूले एस्पायर गर्नुहुन्छ र योभन्दा अगाडि चाहिँ 7% को ग्रोथ रेटलाई चाहिँ हामी इन्स्योर गर्ने भन्ने खालको कुरा गर्नुभयो। त्यो 2-3% मात्र सीमित हुने खालको कुराहरू अवस्थाहरू भयो र त्यो चाहिँ एस्पिरेसनको कुराहरू भयो होइन। सो अब एकदम प्र्याक्टिकल कुरा गर्दाखेरि चाहिँ मलाई उद्योग मन्त्रालयको सरले के भन्दै हुन्थ्यो भने जस्तै हामी ट्रेडमार्कको लागि जुन छ केन्द्रमै धाउनुपर्ने खालको अवस्था छ, सानो कुरा हो होइन, तर एउटा कसैले व्यापार व्यवसाय गर्छ भने 7-8 महिना 8-9 महिना चाहिँ केन्द्रमा त्यो धाएर त्यसलाई पर्खेर लिनुपर्ने खालको कुरा छ। त्यसले चाहिँ मान्छेलाई कति डिस्करेज गर्छ त व्यापार गर्न भन्ने खालको कुरा गर्दै हुन्थ्यो। अर्को चाहिँ जस्तै एक्जिम पोर्टको कुराहरू, एक्जिम पोर्टले चाहिँ मान्छेहरूलाई चाहिँ भनौँ न जस्तै अब कोही मान्छेले इम्पोर्ट गर्छ ठुलो स्केलमा भने उसलाई त ठिकै छ, तर कोही मान्छे चाहिँ वान टाइम बिजनेस गरिरहेछ र उसलाई बेकरी सप खोलिरहेछ र उसलाई इन्डियाबाट चाहिँ कुनै खालको सामान ल्याउनु पर्यो, इक्विपमेन्ट्सहरू ल्याउनु पर्यो, 20 लाख रुपियाँको लगानी गर्यो भने 3 लाख रुपियाँ धरोटी राख्नुपर्ने खालको कुरा छ। यसलाई चाहिँ हामीले चाहिँ हटाउन पाए चाहिँ व्यावसायिक वातावरण बनाउनलाई सजिलो हुन्थ्यो भन्ने खालको कुरा हो। अर्को चाहिँ अब प्रदेश सरकार आफै पनि व्यावसायिक वातावरण बनाउनुपर्छ भनेर लागि परेको छ, त्यसैले गर्दाखेरि लगानी सम्मेलनहरूलाई चाहिँ अगाडि बढाइरहेको छ। तर व्यावसायिक वातावरण बनाउनको लागि चाहिँ जुन त्यो कठिनाइहरू छ नि, अब त्यसले चाहिँ जस्तै अब लिजको कुरा गरौँ न, एकछिनको लागि जग्गा लिज गर्नुपर्ने खालको कुराहरू हुनसक्छ। जस्तै यदि त्यहाँनिर हामी त्यो व्यावसायिक वातावरण बनाउन चाहन्छौँ अथवा उद्योग मैत्री चाहिँ हामी त्यहाँ प्रदेश बनाउन चाहन्छौँ भने चाहिँ, तर त्यो लिजको अधिकार चाहिँ कोसँग छ त? जग्गा लिज गर्नुपर्ने हुन्छ, जग्गा महँगो छ, व्यापार व्यवसाय गर्ने मान्छेलाई महँगो जग्गा किनेर चाहिँ व्यापार गर्नलाई त्यो इन्सेन्टिभ हुँदैन, उद्योग खोल्नलाई इन्सेन्टिभ हुँदैन। त्यसले गर्दाखेरि अब त्यो चाहिँ केन्द्र सरकारसँग त्यो अथोरिटी छ अथवा स्थानीय सरकारसँग त्यो अथोरिटी छ, प्रदेश सरकारसँग खासै त्यस्तो खालको अथोरिटिजहरू छैन। सो वान विन्डो पोलिसीकै कुरा योभन्दा अगाडिको मुख्यमन्त्रीज्यूसँग चाहिँ हामीले एउटा डायलग गरेको थियो। डायलग गर्दाखेरि वान विन्डो पोलिसीलाई चाहिँ त्यो सर्भिस सेन्टरलाई चाहिँ म अगाडि बढाउँछु भन्ने खालको कुरा गर्नुभयो थियो। तपाईँलाई चाहिँ त्यसको 3 दिन पछाडि मुख्यमन्त्री जानुभयो, चिप लिनुभयो, अर्को मुख्यमन्त्री आउनुभयो। अब त्यो खालको अवस्था देखिन्छ होइन। सो प्रदेश लगानी प्राधिकरणको चाहिँ सरसँग मैले बुझ्दाखेरि चाहिँ उहाँले के भन्दै हुन्थ्यो नि, जस्तै हामीसँग जस्तै नेचुरल रिसोर्सकोमा चाहिँ हामी 3-4 कुरामा रिलाइ गर्न सक्छौँ भन्ने खालको कुरा। उहाँको एउटा खानी हो, एउटा हाइड्रो अथवा भनौँ न जलस्रोतसँग रिलेटेड कुरा भयो, वन पैदावार र कृषिको कुरा उहाँले गर्नुभयो। सो अब यो 3-4 कुरालाई नै हेर्ने हो भने जस्तै खानीको कुरा गर्दाखेरि खानी चाहिँ जस्तै केन्द्र सरकारले उत्खनन गर्न पाउँछ, प्रदेश सरकारलाई अधिकार के दिएको छ? अन्वेषण गर्न, यसो अन्वेषण गर्ने खालको अधिकार दिएको छ, तर उत्खनन गर्ने खालको अधिकार उसँग छ। जलस्रोतको कुरा गर्ने हाइड्रो इलेक्ट्रिसिटीको कुराहरू जुन छ अब त्यो चाहिँ केन्द्र सरकारसँगै त्यसको अथोरिटी छ। पिपिए अथवा पावर पर्चेस एग्रिमेन्टको जुन कुराहरू छ त्यो केन्द्र सरकारसँगै चाहिँ निर्भर हुनुपर्ने छ। यदि त्यहाँ डुङ्गा कुनै खोला नालाहरूमा चाहिँ हामी डुङ्गा चलाउँछौँ, जस्तै कोशीहरू जस्तो ठुलो उसमा चाहिँ डुङ्गा चलाएर हामी गर्छौँ भनेर भन्दाखेरि पनि त्यसको अधिकार कोशी प्रदेश सरकारसँग छैन, त्यो चाहिँ केन्द्रमै निहित हुनुपर्छ। वनको कुरा गर्दाखेरि पनि वन जस्तै प्रदेश सरकारलाई त्यसको अधिकार दिए पनि तर उपभोगको अधिकार चाहिँ फेरि केन्द्र सरकारले नै राखेको छ, उसँग नै रिलाइ हुनुपर्छ भन्ने खालको कुराहरू। र अलिकति कृषिमा चाहिँ हामीले केही कुरा गर्न सकिन्छ, त्यो चाहिँ अथोरिटी हामीसँग केही छ भन्ने खालको कुराहरू उहाँले गर्दै हुनुहुन्थ्यो। सो अब यो जुन छ एस्पिरेसनको त धेरै छ, अघि भाइले भने जस्तै अब ठुल्ठुलो कुराहरू हामीले यो गर्ने त्यो गर्ने भन्ने खालको कुराहरू छ, तर त्यो प्र्याक्टिकल कतिको छ त भन्ने केले रोकिरहेछ त भन्ने खालको कुराहरू। जस्तै अब कानुनकै कुराहरू, जस्तै मैले बुझ्दाखेरि चाहिँ के हो भन्दाखेरि यति धेरै जस्तै गभर्मेन्ट सङ्घीय सरकारले चाहिँ हामीलाई चाहिँ बाँधेर राखेको छ, कानुनहरू नबनाइदिएर, अथवा किन भोलि त्यो बाज्यो भने हामीले कानुन बनाएको पनि कुनै अर्थ रहँदैन भन्ने खालको कुरा। अनि त्यो कानुनहरूले गर्दाखेरि हामीलाई त्यो अटोनोमी नै छैन, इकोनोमिक अटोनोमी पनि छैन। अर्को कुरा जुन फेडरलिजमको जुन मूल मर्म हो, जेको लागि चाहिँ हामीले चाहिँ फेडरल गभर्मेन्ट बनायौँ, अनि त्यो अनुसारले चाहिँ हामीले स्वायत्तता पाएको अवस्थाहरू छैन, अथवा त्यो अनुसारको हामीले अधिकारहरू पाएको अवस्थाहरू नै छैन, जसले गर्दाखेरि चाहिँ जस्तै हाम्रो एक्जिस्टेन्समा नै क्वेसन आइरहेको अवस्था छ भन्ने खालको कुरा चाहिँ मैले उहाँहरूबाट जुन चाहिँ गफ गर्दाखेरि पाएको कुरा हो। गण्डकी प्रदेशमा चाहिँ प्रदेशको आकाङ्क्षाहरू एकदम धेरै मोर एम्बिसियस देखिन्छ होइन। त्यो मध्ये एउटा मेजर एम्बिसन चाहिँ हामीले यो एग्रो इन्डस्ट्रियल ग्रोथ र भ्याल्यु चेन डेभलपमेन्टको प्रोसेसमा चाहिँ कसरी एग्रिकल्चर वान अफ द स्ट्रङ इकोनोमिक सेक्टरको रूपमा डेभलप गर्ने प्रोभिन्सले भनेर त्यहाँ भएको अब हाई भ्याल्यु क्रपको कुरा भयो, अथवा स्याउ, सुन्तला, कफी, अब अरू
मेडिसिनल हब्सहरू यसमा चाहिँ कसरी चाहिँ आफैले चाहिँ अलिकति यो सेक्टरलाई स्ट्रङ बनाउन कसरी सकिन्छ भन्ने खालको एउटा एम्बिसन देखिन्छ। दोस्रो मेजर एम्बिसन भनेको चाहिँ यो टुरिज्म एक्सपान्सन र डाइभर्सिफिकेसन, कसरी चाहिँ गण्डकीलाई टुरिज्म सेक्टरको स्ट्रेन्थन गरेर त्यहाँ भएको इन्टरनेसनल एयरपोर्ट, त्यहाँ भएको हस्पिटालिटी इन्डस्ट्री, त्यहाँ भएको सर्भिस सेक्टर, नेचर कल्चर र त्यो वेलनेस टुरिज्मलाई स्ट्रेन्थन गरेर कसरी चाहिँ पैसा एकदम धेरै कमाउने, इकोनोमिकली एक्टिभ हुने भन्ने खालको एउटा त्यो एम्बिसन देखिन्छ। थर्डमा इन्डस्ट्रियल सेक्टरमा अब अलिकति इन्फ्रास्ट्रक्चरको कनेक्टिभिटीको कुरामा चाहिँ हरेक स्थानीय तहहरूको चाहिँ सदरमुकामहरूलाई जोड्ने, प्रदेशभित्रका सडकहरू बनाउने अनि त्यसमा चाहिँ ब्ल्याक टप गर्ने त्यो पार्टमा। अर्को चाहिँ अलिकति इन्स्टिट्युसनल स्ट्रेन्थनिङ गर्नु पर्यो अनि त्यसपछि गभर्नेन्सलाई स्मार्ट बनाउनु पर्यो भनेर त्यसमा पनि एकदम धेरै अब गण्डकी चाहिँ अलि एम्बिसियस भएको देखिन्छ हैन। अर्को भनेको अब कसरी चाहिँ अब मोर अब इनर्जी रिन्युअल इनर्जी जेनेरेट गर्ने अथवा हाइड्रो पावरलाई स्ट्रेन्थन गर्ने अथवा खानीलाई नै कसरी चाहिँ त्यसलाई खानीसँग सम्बन्धित कुराहरूलाई चाहिँ कसरी त्यसलाई प्रयोग गर्ने भन्ने विषयवस्तुहरूमा मेनली उनीहरूको फोकस देखिन्छ हैन। अब यो इन्टायर प्रोसेसमा चाहिँ 7 वर्षमा एउटा एउटा मेजर एस्पिरेसनलको कुरालाई चाहिँ उहाँहरूले गरेको, हामीले गरेको एकदम राम्रो अथवा बिग अचिभमेन्ट भनेको चाहिँ एउटा प्रदेशको युनिभर्सिटीलाई चाहिँ उहाँहरूले एकदम ठुलो बिग विन एज अ इन्स्टिट्युसनल हिसाबमा पनि भन्नुहुन्छ। त्यो बाहेक एकदम उहाँहरूले क्लेम गर्ने चाहिँ एक घर एक धारा र उज्यालो गण्डकी प्रदेश भन्ने प्रोग्रामहरूलाई अहिले पनि त्यो स्टार्ट अफ द प्रोभिन्सदेखि अहिलेसम्मको स्थितिमा चाहिँ यी कुराहरू चाहिँ एम्बिसियसली हामीले गरेको हो भन्ने कुराहरूमा उहाँहरूले मेनली चाहिँ राख्नुहुन्छ। तर आजको दिनमा पनि 30 अर्ब रुपियाँ तपाईँसँग छ अथवा यति अर्ब रुपियाँ छ, गण्डकी प्रदेशले गर्ने आउटस्ट्यान्डिङ प्रोजेक्ट, हामीले लगानी गर्ने सेक्टर अथवा हामीले इकोनोमिकल्ली स्ट्रेन्थन गर्नुपर्ने के इन्फ्रास्ट्रक्चर हो, के आइडिया हो, के कुरामा लगानी गर्यो भने चाहिँ प्रदेश समृद्ध हुन्छ भन्ने कुराहरूको चाहिँ कङ्क्रिट एन्सर चाहिँ अहिलेसम्मको 7 वर्षको प्रोसेसमा देखिँदैन। सुरुको इयरहरूमा प्रदेशले आफ्नो प्राइड प्रोजेक्ट्सहरू भनेर 13वटा प्राइड प्रोजेक्ट्सहरू पनि लिएर आयो, तर त्यो इन बिट्विनमै हरायो हैन। अब अहिले दोस्रो पञ्चवर्षीय योजनामा पनि लगभग 65वटा चाहिँ गण्डकी प्रदेशभित्र प्रदेशले लिएर आएको योजनाहरू छ, तर त्यो योजनाहरू कसरी कार्यान्वयन हुन्छ त्यो चाहिँ व्यक्तिले माग गरेको हो कि लिडरसिपले चाहिँ आफूलाई लागेर त्यस्तो सोचेर गर्न खोजेको हो, त्यसको सोर्स अफ फन्ड कहाँ हो, रिसोर्सेस कहाँबाट जेनेरेट गर्ने हो भन्ने कुरा हो। मेनली अहिले ओभरअल एकदम जेस्टमा भन्दाखेरि हामीलाई पैसा चाहियो अथवा वी वान्ट टु बी रिच अर वी वान्ट मोर रेभिन्यू, वी वान्ट मोर मनी भन्ने उहाँहरूको एम्बिसन छ। मेन एम्बिसन चाहिँ अब फेडरल गभर्मेन्टले अथवा जुन रेभिन्यू आउनुपर्छ प्रोभिन्सेसलाई त्यो चाहिँ कम भयो, हामी चाहिँ अब सेल्फ रियलाइन्ड भएनौँ, हाम्रो सोर्स अफ रेभिन्यू जेनेरेट गर्ने कुराहरू चाहिँ त्यो एग्रीको रेभिन्यूले मात्रै हुँदैन, एग्रिकल्चरल इन्कम ट्याक्स लगाएर मात्रै भन्ने खालको चाहिँ मेन उहाँहरूको अहिले थट प्रोसेस चाहिँ प्रदेशमा त्यस्तो देखिन्छ। यो नेपालको फेडरल ट्रान्जिसन चाहिँ इट्स स्लाइटली कन्फ्युजिङ बिकज इट्स नट बिकज अफ अ ल्याक अफ एस्पिरेसन। देयर सर्टनली आर अ लट अफ एस्पिरेसन्स प्रोभिन्सियल लेभलमा पनि एटलिस्ट हामी चाहिँ गर्ने, यो गर्ने, यहाँ गर्ने। दिनेशजीले भने जस्तो एयरपोर्टै आफै बनाउनेदेखि लिएर कुनै बेलामा त सेन्ट्रल ब्याङ्क पनि डिसेन्ट्रलाइज हुनु पर्यो, हामी आफ्नै करेन्सी चलाउँछौँसम्म पनि कुरा चल्या हो अलिअलि इन सर्टन सेक्टर्स होइन। सो इट्स नट बिकज अफ अ ल्याक अफ एम्बिसन एज सच। आइएम अल्सो स्लाइटली रनिङ आउट अफ टाइम एन्ड आई डोन्ट वान्ट टु त्यो लन्च टाइममा म त्यस्तो इन्क्रोच गर्न चाहन्न। त्यसैले मेरो फाइनल क्वेसन चाहिँ एउटा के हो भन्दाखेरि यो ब्युरोक्रेसी र पोलिटिसियन प्रदेश लेभलमा हेर्दै गर्दाखेरि चाहिँ ब्युरोक्रेसी र पोलिटिसियन बिचमा चाहिँ विच लेभल इज मोर रिसेप्टिभ टुवर्ड्स दिज चेन्जेस द्याट आर निडेड, विच लेभल इज मोर रिसेप्टिभ टुवर्ड्स एनी सजेसन्स द्याट यु माइट ह्याभ। एक अनि दोस्रो चाहिँ तपाईँहरूले यत्रो वर्ष काम गर्दै गर्दाखेरि चाहिँ वाट इज द्याट वान थिङ द्याट यु क्यान क्लेम कि यो चाहिँ मैले साँच्चीकैमा राम्रै गरेँ है आजसम्म होइन, मलाई खुसी लाग्यो यो काम चाहिँ मैले गरेँ भनेर। जस्ट यसमा त मैले अघि पनि कुरा भने जति कुरा गरे पनि नेताहरू भनौँ है, राजनीतिक दलका नेताहरू चाहिँ साँच्चीकै प्रदेशको संरचना, यसमा काम गर्न सकिने सम्भावनाहरूको विषयमा उहाँहरू चाहिँ एकदम
तत्पर हुनुहुन्छ हैन। अब फेरि कर्मचारी तन्त्र छैन 100% नै छैन भनेको होइन। सो उपल्लो लेभलको कर्मचारी तन्त्र फेरि हामी अब अहिलेसम्म त्यही संरचनामा बसेर आएको हुनाले पनि फरक लाग्न सक्छ। तल्लो लेभलको कर्मचारी तन्त्र चाहिँ ओके अब यहीमा सम्भावना छ भनेर देखिन्छ। जस्तो एउटा इक्जाम्पल भन्छु म, रिसेन्टली कर्णाली प्रदेशको लोकसेवा आयोगले एउटा त्यो भ्याकेन्सी गरेपछि त्योबाट अफिसर लेभलको त 3 वटा लेयर हुन्छ नि, त्यसमा चाहिँ सङ्घमा अफिसर भइसकेको मान्छे परदेशमा अफिसर लडेर फेरि परदेशको सेवामा जागिर सुरु गरे क्या अहिले भर्खरै। भनेको मान्छेहरूले अब चाहिँ बिस्तारै सम्भावना छ यही काम गर्नुपर्छ भन्ने लाग्यो। सुरुमा त तिमीहरू प्रदेश जान्छ भने एक त बढुवा हुन्छ, सुब्बा भएको अफिसर हुन्छ, अफिसर भएको ए हुन्छ भनेर पठायो नि त। अहिले मान्छे आफै कम्पिट गर्न जान लाग्यो भनेको बिस्तारै चाहिँ त्यो बढ्दैछ भन्ने कुरा हो हैन। अनि अर्को के चाहिँ कुरा तिमीहरूले साँच्चीकै प्राउड गर्छौ यो कुरा भन्ने छ मेरो हकमा, हामी रीति फाउन्डेसनको हकमा चाहिँ सो डिबेटलाई लोकलाइज गर्ने कुरामा चाहिँ यो 6 वर्ष हामीले सुरु गरेको भयो। सो कर्णाली उत्सव कुरा कर्णालीकालाई चाहिँ साँच्चीकै हामीले फेडरल डिस्कोर्सहरू होइन, सेन्ट्रलाइज भनौँ अझ त्यो बेला त फेडरल भन्दा पनि होइन, डिस्कोर्सहरूलाई चाहिँ तपाईँ कर्णालीको कुरा गर्नुहोस् सर काठमाडौँको कुरा गर्नुहोस् होइन, त्यो कुरा चाहिँ तपाईँले कर्णालीमा बसेर त्यहीँको आम मान्छेहरूको कमन मान्छेहरूको भोइसहरू सुन्ने अवसर सिर्जना गरेका छौँ। त्यो कुरामा चाहिँ हामी साँच्चीकै गर्व गर्छौँ र त्यो कुराको एकदम निरन्तरता पनि गर्न सकियोस् भन्ने हाम्रो कोसिस छ। यसको लागि धेरै स्टेक होल्डरहरू यसमा जोडिनु भएको छ, उहाँहरूको सपोर्ट छ। त्यही हो मेरो कुरा चाहिँ। थ्याङ्क यू। अब सुरुको क्वेसनको कुरा गर्दाखेरि चाहिँ जस्तै को रिसेप्टिभ छ भनेर भन्दाखेरि चाहिँ अब यसमा चाहिँ किनभने दुइटै कुरा हुन्छ जस्तो लाग्छ। जस्तै अब मैले त्यो उहाँहरूसँग बुझ्दाखेरि चाहिँ भनौँ न अब जो केन्द्रबाट चाहिँ जस्तै अब सचिवज्यूहरू जानुहुन्छ अब उहाँहरूमा त्यति धेरै सिरियसनेस नदेखे पनि तल्लो स्तरको कर्मचारीहरू चाहिँ अब त्यहीँको भएकोले गर्दाखेरि चाहिँ हामीले केही गर्नुपर्छ, राम्रो हुनुपर्छ भन्ने खालको कुरा उहाँहरूको छ। अब पोलिटिकल पार्टिजको कुरा गर्दाखेरि उहाँहरू सिरियस हुनुहुन्छ, सिरियस भए पनि किन अधिकारै नभएपछि के गर्ने भन्ने खालको कुरा हो। कतिजनामा त्यो कहिले काहीँ जस्तो ल्याक अफ भिजनको कुराहरू अथवा ल्याक अफ अन्डरस्ट्यान्डिङको कुराहरूले गर्दाखेरि पनि त्यो प्रब्लमहरू आएको हुनसक्छ। तर किन भन्दाखेरि उहाँहरू त चुनाव नै भोलि त्यहीँबाट लड्नुपर्ने हुन्छ, त्यहाँ गरेन भने उहाँहरूलाई नै अप्ठ्यारो हो। उहाँहरू त धेरैभन्दा धेरै यसो काम गरेर देखाउन चाहनुहुन्छ जहाँसम्म लाग्छ, किनभने अर्कोचोटि चुनावमा 5 वर्ष पछि फेरि जानुपर्छ र के गर्नुभयो भन्ने खालको कुरा कसैले गर्दाखेरि एन्सर त गर्नुपर्ने हुन्छ। अनि उहाँ चाहनुहुन्छ तर चाहेर पनि कहिले काहीँ अब कति कुराहरूले चाहिँ बाधेको अवस्थाहरू पनि हुनसक्छ र कतिमा चाहिँ त्यो जस्तै भनौँ न त्यो लिडरसिपको कुराहरू अब त्यो सिरियसनेस नभएको कारणले गर्दाखेरि त्यो खालको कुराहरू हुन्छ। यसमा चाहिँ मिक्स छ जस्तो लाग्छ मलाई। अब के चाहिँ गर्नुभएको छ तपाईँहरूले त्यहाँ बसेर चाहिँ भन्ने खालको कुरामा चाहिँ 2-3वटा कुरा गर्न चाहन्छु म। जस्तै एउटा चाहिँ जस्तै 2014-15तिर चाहिँ प्रदेश हाम्रो यो चाहिँ त्यहाँनिर विराटनगरमा 46,000वटा घरलाई चाहिँ एउटै रङ लगाउने भन्ने खालको अभियानहरू ल्याएको थियो नगरपालिकाले त्यतिखेर। अनि अहिले महानगरपालिका त्यतिखेर उपमहानगरपालिका थियो। अनि त्यतिखेर चाहिँ जस्तै अब हामीले चाहिँ किन यो रङ लगाएर चाहिँ के हुन्छ त भन्ने खालको डिस्कोर्सहरू क्रिएट गरेको थियो। पछि उहाँहरूले चाहिँ त्यो जुन पोलिसी ल्याउनु भएको थियो अगाडि बढाइसक्नु भएको थियो, उहाँले भोटिङ पनि गरिसक्नु भएको थियो। 4वटा कलर कुन चाहिँ कलर मनपर्छ तपाईँहरूलाई छान्नुहोस् त्यही अनुसारको हामी कलर लगाउँछौँ तपाईँहरूको घरमा भनेर पनि ल्याइसक्नु भएको थियो। हामीले डिस्कोर्स क्रिएट गऱ्यौँ, पछि उहाँहरूले चाहिँ बाध्य भएर त्यसलाई चाहिँ हटाउनु पर्ने खालको कुरा भयो। अर्को चाहिँ 2016तिरको कुरा हो, यो तपाईँलाई सिटी रिक्साको रजिस्ट्रेसन चाहिँ नगरपालिकाले 300वटा मात्र दिएको थियो र 300वटा भन्दा बढी सिटी रिक्सा हामीलाई चाहिँदैन भनेर उहाँहरूले चाहिँ त्यो जुन दिनुभएको थियो रजिस्ट्रेसन कोटा दिनुभएको थियो र अरू सिटी रिक्साहरू चाहिँ बिना रजिस्ट्रेसनै कुदाइरहेको थियो, जसले गर्दाखेरि जतिचोटि उनीहरू ट्राफिकले पक्रिन्थ्यो उनीहरूलाई 1000 रुपियाँ फाइन तिर्नुपर्ने खालको अवस्था थियो र उनीहरूको सिटी रिक्सा खोसेर राखिदिन्थ्यो 1-2 दिन। त्यतिखेर हामीले डिस्कोर्सहरू क्रिएट गर्न सक्यौँ। डिस्कोर्स क्रिएट गरेको कारणले गर्दाखेरि तपाईँलाई थप 1665वटा सिटी रिक्सालाई चाहिँ 2016 मे 25मा चाहिँ किनभने विराटनगर महानगरपालिकाले चाहिँ रजिस्ट्रेसन ओपन गरेको अवस्था थियो र अहिले त्यो रजिस्ट्रेसन अहिले पनि ओपनै छ। अर्को चाहिँ जस्तै अब मोटर बाइक लाइसेन्सलाई चाहिँ डिसेन्ट्रलाइज गर्नुपर्छ र किन चाहिँ मोटरसाइकल लाइसेन्स चाहिँ सहज रूपमा चाहिँ पाउने वातावरण चाहिँ विराटनगरबाटै हुनुपर्छ भन्ने खालको कुरा हामीले गरेको थियो। त्यसको लागि हामीले क्याम्पेन गर्ने, डायलगहरू गर्ने खालको कुराहरूदेखि लिएर विभिन्न किसिमको हामीले एक्टिभिटिजहरू गरेको थियौँ, भिडियोजहरू गर्ने खालको कुराहरू लेख्ने, डेलिगेसनहरू जाने खालको कुरा गरेको थियो सबै सरकारवाला निकायहरूलाई राखेर। त्यसले गर्दाखेरि तपाईँलाई जस्तै अहिले जुन मोटर बाइकको लाइसेन्स सहज रूपमा पाउने खालको वातावरण बनेको छ र त्यसको पनि हामी पार्ट थियो। हामीले गर्दा चेन्ज आयो भन्दैनौँ हामी, अरूले त्यो किनभने अरू डिसिजन मेकिङमा अरू छन् तर त्यसको लागि लबी गर्ने अथवा डिस्कस क्रिएट गर्ने खालको कुराहरू चाहिँ हामीले गरेको थियौँ र अहिले चाहिँ हामी यो सिटी रिक्साको लाइसेन्सकै इस्युलाई नै लिएर चाहिँ हामीले अगाडि बढिरहेको छौँ र यसलाई पनि हामीले एक लेभलसम्म चाहिँ लाने हामी सोचमा छौँ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि यत्रो वर्ष काम गरेको एक्सपिरियन्सको आधारमा चाहिँ इन्डिभिजुअल लेभलमा चाहिँ सबैले प्रगति, खुसी, प्रोग्रेस चाहन्छ।
त्यो भएको भएर कोही पनि यसको नेगेटिभ छैन, नाइदर ब्युरोक्रेसी नर पोलिटिकल लिडर्स आर एगेन्स्ट अर उनीहरू रिसेप्टिभ, दे आर भेरी कोअपरेटिभ अन इन्डिभिजुअल लेभल। तर ओभरअल सिस्टमिक लेभलमा आउँदाखेरि त्यहाँ हामीले फ्लजहरू भेटिन्छ। हामीले एउटा रुखमा काम गरिरहेछौँ, त्यसलाई काटछाट मलजल मात्रै, तर हाम्रो इन्टायर काम चाहिँ होल जङ्गललाई बेटर गर्नुपर्ने हिसाबले काम गर्नुपर्छ। त्यही भएर हामीले चाहिँ ऱ्याडिकल चेन्जेसहरू खोज्यौँ भने त त्यो त गाह्रो छ। सो वाट आर द लो ह्याङ्गिङ फ्रुट्स द्याट वी हेभ टु फोकस अन, जसले चाहिँ हामीले भिजिबल मार्जिनल चेन्जेसहरू देख्न सकिन्छ प्रदेशको लेभलमा। त्यो लेभलबाट चाहिँ हामीले हेर्नुपर्छ र मोर त्यहाँबाट अगाडि बढ्नुपर्छ होइन। हामीले फन्डामेन्टल थट प्रोसेसहरूमा हाउ द फेडरल गभर्मेन्ट इज लुकिङ टुवर्ड्स प्रोभिन्स, हाउ लोकल गभर्मेन्ट इज लुकिङ टुवर्ड्स प्रोभिन्स, र प्रोभिन्सले नै आफैले गरेको स्ट्रेन्थनिङ गर्ने प्रोसेसमा चाहिँ कोअर्डिनेसन काउन्सिलहरूको मिटिङ राख्ने, इन्टर गभर्मेन्टल रिलेसनसिपहरूदेखि लिएर लोकलसँगको रिलेसनसिपलाई त्यसलाई कसरी स्ट्रेन्थन गर्ने, त्यसलाई कसरी मोर अर्गनाइज्ड गर्ने, कसरी कोलाबरेटिभ अप्रोचमा कोक्रिएसन गर्ने भन्ने प्रोसेसमा लेस फोकस, अनि मोर अलि इन्डिभिजुअलिस्टिक र आफ्नो स्पेसिफिक लिडरसिप पोजिसनबाट सोचेर मात्रै त्यो हुँदैन होइन। त्यो सबैले विन विन हुन त कोलाबरेटिभली अप्रोचमा आउनुपर्छ नि। आई थिङ्क त्यो कारणले गर्दाखेरि चाहिँ सिस्टमिक फेलियर हो, व्यक्ति इन्डिभिजुअल फेलियर होइन। दे आर भेरी गुड बिकज आई हेभ वर्कड विथ देम, आई हेभ talk with them, I have collaborated with them, so everyone is very positive. मलाई चाहिँ त्यस्तो लाग्छ। म एकदम काम गरेको हिसाबले मैले चाहिँ दुवैलाई चाहिँ म नेगेटिभ देख्दिनँ, भेरी पोजिटिभ देख्छु, सिस्टमिक लेभलको चेन्ज। सो मेरो लागि चाहिँ सबैभन्दा एकदम रमाइलो अथवा वाट आई रियली भ्याल्यु इज पोखरामा बसेर, त्यो पनि प्रदेश सरकार अनि त्योसँग सम्बन्धित नीति नियमहरूसँग पार्लिमेन्टेरियन्सहरू पोलिसी मेकर्सहरूसँग बसेर त्यो इन्स्टिट्युसनलाई कसरी स्ट्रेन्थन गर्ने, त्यो इन्डिभिजुअलहरूलाई कसरी चाहिँ क्यापेसिटेट गर्ने, पोलिसी ग्याप्सहरूमा के कुरा चाहिँ मोर सिटिजनको इस्युजहरू, प्राइभेट सेक्टरको इस्युजहरूलाई कसरी चाहिँ त्यहाँ एज अ भोइस बनाएर लैजाने, त्यो कुरामा हामीले कन्स्ट्यान्टली लास्ट 5.5 year काम गरेको हुँदाखेरि त्यो दो एकदम अब कतिपय ठाउँमा त्यो भिजिबल हुँदैन होला, कतिपय ठाउँमा त्यो देखिँदैन, तर इन्टरनल लेभलमा, पर्सन टु पर्सन लेभलमा, इन्स्टिट्युसन लेभलमा गरेको जुन कन्स्ट्यान्ट हामीले गरेको सपोर्ट हेल्पले चाहिँ, र पार्लिमेन्टेरियन्सहरू अनि त्यसपछि ब्युरोक्रेसीहरू, थट लिडर्सहरूले हामीलाई दिएको फिडब्याकको आधारमा चाहिँ म चाहिँ त्यो एकदम ह्याप्पी अथवा म एकदम खुसी छु, जुन हिसाबमा चाहिँ हामीले यो फेडरलिजमको इन्स्टिट्युसनलाई स्ट्रेन्थन गर्नको लागि एज एन इन्स्टिट्युसन, एज एन इन्डिभिजुअल जे कुरा हामीले कोअपरेट, कोलाबरेट र सपोर्ट गरिरहेछौँ प्रोभिन्सियल लेभलमा बसेर, त्यो चाहिँ मेरो लागि एकदम खुसीको विषय हो जस्तो लाग्छ मलाई। Thank you. I think we have about 5 to 10 minutes जस्तो होला अब हैन। So because this is Sambad, I don't want people asking questions. यसको दुईटा रिजन छ, एउटा चाहिँ संवाद हो, अर्को चाहिँ हामी एक्सपर्ट हैनौं। प्रश्न सोध्नु भयो भने एन्सर थाहा छैन हामीलाई, टु बी भेरी अनेस्ट हैन, एन्सर थाहा छैन। So if there is anyone who would like to share their thoughts or their comments or anything that would add value to this conversation, then please do so. This is the time to. The floor is now open for discussion. मेरो कमेन्ट्स पनि छ, तर सानो प्रश्न त्यस्तो त्यो कुनै ठुलै प्रश्न पनि होइन। अनि जस्तो दिनेश सरले भन्नुभएको चाहिँ त सङ्घीयतापछि चाहिँ एउटा एक्सेस टु पोलिटिकल लिडरसिप चाहिँ बढेको छ, जस्तो प्रधानमन्त्रीलाई भन्दा मुख्यमन्त्रीलाई भेट्न त्यो सजिलो भएको छ भन्नुभयो। अनि अर्को कुरा के पनि भन्नुभयो भने तपाईँहरू चाहिँ प्रदेशको लेभलमा चाहिँ यु वर्क रियली क्लोज विथ द इलेक्टेड रिप्रेजेन्टेटिभ्स। अब इलेक्टेड रिप्रेजेन्टेटिभ सबै स्वतन्त्र त हुनुहुन्न, दे अल्सो रिप्रेजेन्ट कुनै पोलिटिकल पार्टिज। मेरो एउटा सानो प्रश्न चाहिँ के हो भने, हाउ डु यु ट्राई टु किप युर अर्गनाइजेसन एन्ड युर वर्क नन पार्टिसन, किनभने यु आर वर्किङ रियली क्लोज विथ द इलेक्टेड रिप्रेजेन्टेटिभ्स एन्ड यु हेभ द्याट really good access to political leadership. So how do you try to keep your work and your organization non-partisan? Okay. यसमा हिजो पनि एउटा कन्भर्सेसन भएको थियो यो विषयमा। व्यक्तिको विचार फरक कुरा हो। एउटा कुनै व्यक्तिको आफ्नो पोलिटिकल ओपिनियन हुनसक्छ, कोही पोलिटिकल यो पार्टीसँगै इन्गेज भएर काम गर्न सक्छ, कोही चाहिँ एउटा
फिलोसफीमा विश्वास गर्न सक्छु। जस्तो म पोलिटिकल पार्टीमा आबद्ध कहीँ पनि छैन, तर म चाहिँ एउटा पोलिटिकल फिलोसफीमा विश्वास गर्छु व्यक्तिको रूपमा। संस्थाको रूपमा त त्यो त कायम राख्नै पर्यो के, त्यो अरू केही अप्सनै भएन भनौँ न। तपाईँ सम्पूर्ण दलहरू, दल मात्रै होइन, हाम्रोमा त स्वतन्त्रबाट निर्वाचन जित्नु भएको मान्यज्यूहरू पनि हुनुहुन्छ कर्णालीमा होइन। सबैसँग चाहिँ हामी तपाईँहरू सबैको हितको लागि हो। हामी कुनै एउटा पार्टीको मान्छेलाई अथवा कुनै पार्टीको भ्यालुलाई अथवा कोही व्यक्तिलाई नेता बनाउन अथवा कोही पार्टीको भ्यालु प्रचार गर्ने मान्छे होइन। सो हाम्रो ओभरअल ग्रोथ भनेको समृद्ध कर्णाली हो। त्यसको लागि विभिन्न तपाईँहरू एउटा ठाउँबाट काम गरिराख्नु भएको छ, चुनाव लड्नुभयो, आउनुभयो, कानुन बनाउनुहुन्छ, मन्त्री काम गरिराख्नु भएको छ, जनप्रतिनिधि स्थानीय गर्छ, हामी पोलिसी रिसर्च गर्ने इन्स्टिट्युसन हो, त्यहाँबाट काम गर्छौँ। उद्देश्य त्यही हो होइन। मलाई लाग्ने चाहिँ त्यही हो कि हाम्रो काम त फेयर हुनैपर्छ। त्यो कुनै पनि हिसाबले कोही पनि व्यक्तिको अधिक प्रिय र कसैको चाहिँ कम प्रिय हुने बित्तिकै त हामी चाहिँ सस्टेन हुन सक्दैनौँ होला जस्तो लाग्छ मलाई चाहिँ। अलिकति यसमा जोड्दाखेरि चाहिँ जस्तै हाम्रो प्रब्लम चाहिँ जस्तै व्यक्तिसँग नभएर सिस्टमसँग हुनुपर्छ भन्ने खालको कुरा, पोलिसी कुरा। यदि हामी पोलिसीसँग त्यो के अरे काम गर्ने अर्गनाइजेसन हो भने जस्तै पोलिसीसँग भएको प्रब्लमलाई चाहिँ हामीले चाहिँ औलाउनुपर्छ, व्यक्तिलाई औलाउनु भन्दा पनि। त्यो गर्दाखेरि चाहिँ भनौँ न जस्तै अब डेफिनेटली कहिलेकाहीँ अब जस्तै तपाईँलाई ट्याग लगाइदिन्छन् बेग्लै कुरा हो, तर जस्तै अब तपाईँ हामी आफै चाहिँ त्यो कुरामा चाहिँ क्लियर हुन जरुरी छ कि म कसैसँग छुइनँ, म जुन चाहिँ एजेन्डासँग चाहिँ सरोकार राख्छु भन्ने खालको कुरा चाहिँ त्यो क्ल्यारिटी भयो भने सजिलो हुन्छ जस्तो लाग्छ। ओके, हामी कसरी नन पार्टिसन बस्छौँ भन्दाखेरि बेसिकली हाम्रो वर्क चाहिँ जहिले पनि हामी सबै पोलिटिकल पार्टीहरूको कोलाबोरेसनमा काम गर्छौँ। त्यो हिसाबले चाहिँ सबै रिप्रेजेन्टेटिभहरू, हरेक पोलिटिकल पार्टीको रिप्रेजेन्टेटिभहरूलाई मेक स्योर वी कम्युनिकेट र उहाँहरूलाई हाम्रो सबै सेम फाइन्डिङ चाहिँ सबैलाई सेम टाइममा चाहिँ मेनली फोकस गर्छौँ होइन। त्यो भएको भएर एउटा चाहिँ त्यो नन पार्टिसन। अर्को कुरा चाहिँ मोर लाइक अ मिसन इन्स्टिट्युसन, वी आर फोकस टु स्पेसिफिक आवर मिसन भिजन होइन। जो कुरा चाहिँ यो कुरामा रिजोनेट्स गर्छ तिनीहरू चाहिँ मोर कोलाबोरेटिभ अप्रोचमा काम गर्न आउँछ होइन। अब ओभरअल नेसनको गोललाई चाहिँ कसरी हामीले स्ट्रेन्थन गर्ने प्रोभिन्सियल लेभलमा बसेर भन्ने हिसाबले चाहिँ लाइक माइन्डेड थट प्रोसेसहरू त डेफिनेटली आउने भयो, त्यसमा रिजेक्सन पनि हुन्छ, तर इट्स अल अबाउट यु ह्याभ अ constant re-engagement with all those people or all those opposing force so that you can prove to your point through your constant dialogue with that particular force or political party or individual. यसमा चाहिँ हामी constant re-engagement भन्छौँ PRC मा, and we make sure that we share the same information or value to all persons regardless of their political ideology. Anyone else? नमस्ते, मेरो नाम चाहिँ कृष्ण गहतराज हो। म चाहिँ यो डिसेबिलिटी रिसर्च एन्ड डेभलपमेन्ट फाउन्डेसनसँग बिलङ गर्छु। मलाई यो कन्भर्सेसन सुनिराख्दाखेरि चाहिँ फर्स्ट त यो टपिकले चाहिँ मलाई एकदमै अट्र्याक्ट गरेको थियो। द्याट्स वाइ आई एम हियर टु लिसन दोज कन्भर्सेसन। यो कन्भर्सेसनको मलाई एउटा एस्पेक्ट लागेको चाहिँ स्पिकरको डाइभर्सिटी। सिन्स वी अल आर मेन, यो मेनको पर्सपेक्टिभ मात्रै आउँछ। वाइ आइ एम लिङ्किङ इट विथ इज हजुरहरूले एक्सेस टु सर्भिसेस, एक्सेस टु रिसोर्स प्रोभिन्स लेभलमा बढेको छ त भन्नुभयो, एन्ड वाट आई थिङ्क इज दिस इज ओन्ली फ्रम युर पर्सपेक्टिभ। म मोस्टली चाहिँ अहिले पनि म कर्णाली प्रोभिन्स र गण्डकी प्रोभिन्ससँग चाहिँ भेरी क्लोजली काम गर्छु। अनफर्चुनेटली आई हेभन्ट वर्क एट विथ कोशी प्रोभिन्स, बट वाट आई सी द पिपल फ्रम द ग्रास रुट, त्यो मान्छे जो मान्छे हिजो पनि चाहिँ फेडरलाइज नहुँदाखेरि चाहिँ उसको एक्सेस टु सर्भिस थिएन, आई डु स्टिल सी द सेम। इन्स्टिट्युसन चाहिँ हामीले डिसेन्ट्रलाइज गरेको छौँ, तर इन्स्टिट्युसनको त्यो मेकानिजमलाई चाहिँ हामीले अझै पनि चाहिँ डिभोल्युसन गर्न सकेको छैन भन्ने चाहिँ माई एक्सपिरियन्स। त्यो एकदमै भुइँ तहको मान्छेको चाहिँ एउटा एस्पेक्ट चाहिँ त्यो मलाई लागेको। अर्को चाहिँ प्रोभिन्सको इकोनोमिक प्रायोरिटिज र प्रोभिन्सलाई हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ यो स्ट्यान्ड एलोन इकोनोमिक एस्पेक्टलाई मात्रै हेरेर हुँदैन। प्रोभिन्सको इकोनोमिक एस्पेक्ट चाहिँ सँगै त्यसको चाहिँ सोसियल भ्यालुजसँग पनि एसोसिएटेड छ, कल्चरल भ्याल्युजसँग पनि एसोसिएटेड छ, यो डिफ्रेन्ट लिङ्ग्विस्टिक भ्याल्युजहरूसँग पनि क्लोजली एसोसिएटेड छ।
हामीले प्रोभिन्सको चाहिँ यो एस्पेक्टलाई चाहिँ अब अहिले भर्खरै चल्दै गरेको चाहिँ कोशी प्रोभिन्सको चाहिँ त्यो मुकालुङको चाहिँ डिबेटसँग जोड्न सक्छौँ। त्यो पिपलको एस्पिरेसनै प्रोभिन्ससँग चाहिँ त्यसको ओनरसिप क्रिएट भएको छैन भनेदेखि चाहिँ हाउ आर वी गोइङ टु मेक दिस इकोनोमिक प्रस्पेरिटी इन द प्रोभिन्सेस भन्ने त्यो लेभलको चाहिँ अलिकति हामी पर्सपेक्टिभ हाम्रो त्यो डायलग चाहिँ त्यसमा बढी चाहिँ अझै घनीभूत हुनुपर्छ कि भन्ने लाग्छ मलाई एउटा एस्पेक्ट। मेरो पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तो अघि एउटा कन्भर्सेसन गण्डकी प्रोभिन्सको सरले ल्याउनु भएको थियो, सेन्ट्रलमा फेडरल गभर्मेन्टको नेसनल प्लानिङ कमिसनले चाहिँ आफ्नो 16th पेरियोडिक प्लान बनाइसके पछाडि चाहिँ सबै प्रोभिन्स एज एन इन्डिपेन्डेन्ट इन्स्टिट्युसन भइसके पछाडि उनीहरूले आफ्नो तपाईँको चाहिँ उनीहरूले पनि त्यो प्रोभिन्सियल तपाईँको चाहिँ पेरियोडिक प्लान बनाएको छ। त्यो प्रोभिन्सियल पेरियोडिक प्लान चाहिँ फेरि डेफिनेटली चाहिँ फेडरलको चाहिँ लेभललाई चाहिँ कन्ट्रिब्युट गर्नुभएको भएर त्यसले चाहिँ कहीँ न कहीँ अलाइन चाहिँ गर्छ। तर प्रोभिन्सको आफ्नो ओरिजिनालिटीमा चाहिँ यो अझै पनि मिस आउट भएको चाहिँ देखिन्छ। इक्जाम्पल चाहिँ एउटा ठुलो एभिडेन्स चाहिँ यससँग अहिले पनि चाहिँ डाटा छैन। फेडरल हुँदाखेरि पनि डाटा थिएन। नाउ वी हेभ बिन टु फेडरलाइज स्ट्रक्चर, हामीसँग प्रोभिन्स छ, प्रोभिन्ससँग पनि आफ्नो प्रोभिन्सको फ्याक्चुअल डाटा छैन अनि इभन लोकल गभर्मेन्टसँग पनि डाटा छैन भने पछाडि चाहिँ त्यो हाम्रो त्यो इकोनोमिक प्रस्पेरिटीदेखि लिएर ह्युमन डेभलपमेन्ट इन्डेक्सको यो सबै डेभलपमेन्ट प्याराडाइमको चाहिँ जुन नेक्ससलाई हामी एसेस गरेर एउटा चाहिँ प्रोग्रेसिभ रूपमा मेजर गरेर जाने कुरा हो, त्यो नै हामी लस गरिरहेछौँ भन्दाखेरि चाहिँ हाउ आर वी गोइङ टु अचिभ दिस इकोनोमिक प्रस्पेरिटी भन्ने मलाई लाग्छ। द्याट्स अल माई पर्सपेक्टिभ। थ्याङ्क यू। Thank you very much. The point is certainly noted. It is true that this is a very biased conversation from a very biased lens. And that is why I invite people to comment on things rather than question us, rather than question for an expert opinion of sorts. We have several questions that are worth exploring, the answers to which we still seek to this day. So I appreciate the honesty with which you have put your perspectives, and it's probably one of the lessons moving forward with Project Sambad and the future iterations of it in designing the programs as well. Is there someone else? All right. Since there are no hands, then we can call it a day. Next session will begin at 1 p.m. It's titled New World Disorder, Trading Realities in an Uncertain and Mercurial Period in the main hall for registered participants. On lunch is Mathipati. There is a subsidized menu. I think 50 rupiah margarita pizza.